So you are one of the very few students who got an opportunity to study the entire MBBS course on full scholarship. And how was your entrance preparation phase like? त्यसको बारेमा के भन्न चाहनुहुन्छ? फेज आयो क्या, त्यो एउटा डर लाग्ने फेज। अब यस इन्ट्रान्स फेज त गाह्रो नै हुन्छ होइन, जुन हिसाबले इन्ट्रान्स पढ्नुपर्छ भन्ने सकेन। अनि कोसिस गर्दै गएँ। अब मैले प्रपरली प्रिपेरेसन स्टार्ट गरेको चाहिँ 12को भनौँ न यही फेज जस्तो यो जाडोको टाइम पिरियडतिरबाट हो। तपाईँको एकाडेमिकली चाहिँ हेर्ने हो भने भेरी स्ट्रङ स्टुडेन्ट पहिलेदेखि तपाईँ टपर हुनुहुन्थ्यो कि पछि गएर बिस्तारै बिस्तारै गर्दै जानुभयो कि हाउ वाज द्याट? रुटिन कस्तो थियो? कसरी तिमी बिहानदेखि उठेर के गर्थ्यौ रातिसम्म एन्ड हाउ वाट इज स्लिप साइकल? चाहिँ रातिसम्म बसेर पढ्न खोज्यो भने सकिन्न, दिमाग थाकिसकेको हुन्छ के हुन्छ त्यो जुन आफूलाई अल्छी लाग्छ अनि दिन ढल्किँदै गरेर गर्छु भनेर राख्यो लास्टमा गर्न भएन त्यस्तो कुरा चाहिँ। हरेक स्टुडेन्टले जसले अब स्कलरसिपको नाम निकाल्छ उनीहरूको लागि एउटा एक्स फ्याक्टर हुन्छ। उनीहरूलाई तपाईँको लागि चाहिँ त्यस्तो एउटा एक्स फ्याक्टर तपाईँले सोच्नु भने के हो? बुक तिम्रो मैले पनि पढेको छु, मैले पनि पढ्न भन्नाले इन्ट्रान्सको लागि त होइन जेस मैले नि पढाएको छु नि त होइन। सो त्यसको लागि मैले पनि यसको रेफरेन्स ल्याएको थिएँ एन्ड आई रियली लाइक इट। हेल्प मी डिटेलाइज कि यस आई थिङ्क आई मेड फर दिस सब्जेक्ट। एकदम तिमीलाई मजा आएको जस्तो कि आई क्यान डु दिस फर एभर एन्ड एभर। मलाई कसैले पैसा नतिरे पनि आई क्यान डु दिस। म त प्ल्याब गर्छु, म त रिसर्चमा जान्छु, म युएसएमडी गर्छु, म आइएनआई सेट गर्छु। सो त्यति बेला चाहिँ डु यु थिङ्क द्याट यु आर अल्सो पार्ट अफ द रेस? एन्ड अरू साथीहरूलाई हेर्दाखेरि कुन यस्तो क्वालिटी छ जुन लाग्छ कि यार ममा पनि यो क्वालिटी हुनुपर्छ, आई सुड कल्टिभेट द्याट? सो हेभ यु एभर फेस्ड बर्न आउट इन यर मेबी ड्युरिङ एमबिबिएस डेज अर इभन इन एमबिबिएस? अब बिहानदेखि हिजोदेखिको ड्युटी छ, भोलि हुने ड्युटी छ, त्यो फेस गर्नलाई यस्तै कुराले रमाइलो दिने त अनि होइन। अब हामी हल्का रोमान्सको बारेमा कुरा गरौँ। यो त एकैचोटि कहाँ गयो? धेरै कुराहरू सोध्नेवाला छु। म ब्याकग्राउन्डमा हाम्रा साथीहरू छन् है, यहाँ अलि अप्ठ्यारो बनाइरहन्। हेलो एभ्रिबडी। अब आज चाहिँ हामी एउटा नयाँ गेस्ट लिएर आएको छौँ होइन, डाक्टर प्राञ्जल तिवारी। उहाँ पनि मेरो क्लासमेट हो। हामी सँगै नेपाल मेडिकल कलेजमा एमबिबिएस पढ्यौँ 5 वर्ष, त्यसपछि अहिले इन्टर्नसिप पनि सँगै गर्दैछौँ। एन्ड हि इज अ भेरी गुड फ्रेन्ड अफ माइन्ड। वी हेभ बिन टुगेदर फर लट अफ इयर्स। हामी एउटै क्लासमा एउटै बेन्च पनि बसेका छौँ 2 वर्षसम्म। क्लिनिकल रोटेसनमा हामी एउटै ग्रुपमा पनि थियौँ। हरेक क्लिनिकल रोटेसनमा फाइनल इयर, थर्ड इयर, इभन फर्स्ट इयर, सेकेन्ड इयरमा पनि। एन्ड आई हेभ नोन हिम फ्रम भेरी क्लोज। एकदम राम्ररी मैले उहाँलाई चिनेको छु। एन्ड मैले जाने अनुसार र अरूहरूले जे भन्छन्, इज अ भेरी हार्ड वर्किङ गाई, भेरी डिलिजेन्ट, एकदमै आफ्नो काममा फोकस गर्ने। सो हामीले चाहिँ वी एक्सपेक्ट आज उहाँबाट धेरै कुराहरू हामी सिक्छौँ मेडिकल लाइफको बारेमा, कसरी चाहिँ डिसिप्लिन वेमा पर्सिस्टेन्टली हार्डवर्क गर्ने। हाउ वाज हिज लाइफ बिफोर एमबिबिएस, how was his life, how would be his life after, what are his plannings after MBBS and this internship phase as well. So let's welcome Dr. Pranjal Tiwari. Hello, Dr. Pranjal. के छ तिम्रो हालखबर? ठिक छ, ठिक छ। तिम्रो सुनाऊ। मेरो मेरो त हेरिरहेको छु कस्तो छ। अनि के छ त आजको एक्सपेक्टेसन के भइरहेछ? आज अब इन्टर्नसिप चल्दैछ मेन कुरा होइन। इन्टर्नसिपमा अब हाम्रो मेन भनेको सिक्न थाल्दैछौँ धेरै कुराहरू होइन। जति कुरा प्र्याक्टिकल्ली हामीले थ्योरिटिकल्ली जति पढ्यौँ त्यो कुरालाई प्र्याक्टिकल अप्रोचमा क्लिनिकल्ली कस्तो सिनेरियो आउँछ, कसरी डिल गर्ने, हेर्दै अब्जर्भ गर्दै सिक्दै आफैले पनि इन्टरभेन्सन गर्न सकिन्छ भने गर्ने। त्यसरी नै आज पनि तपाईँको थियो तिम्रो इन्टर्नसिप थियो? आज मेरो पोस्ट ड्युटी थियो होइन। आज खास गरी हाम्रो यो भिडियो भएको दिन त यो शनिबारको दिन होइन, पोस्ट ड्युटीको दिन थियो। बिहान 9 बजेसम्म। ए त्यसपछि अब अहिले फ्री छ। अहिले चाहिँ 9 बजे पछिको समय भयो। ल डक्टर प्राञ्जल, आज चाहिँ हाम्रो एकदमै लामो इन्ट्रेक्सन हुनेवाला छ। तपाईँको पास्ट, प्रेजेन्ट र फ्युचरको रिलेटेड कुराहरू होइन। स्पेसली हामी चाहिँ अब तपाईँको मेडिकल करियरमै फोकस गर्छौँ, तर सम पार्ट्स अबाउट यर चाइल्डहुड होइन, अबाउट यर फ्युचर प्लान्स पनि फोकस गर्ने। सो इज देयर एनिथिङ द्याट यु वान्ट योर अडियन्स टु नो बिफोर ह्यान्ड? त्यस्तो केही त छैन होइन, अहिलेसम्म त्यति केही आफ्नो आफ्नो इन्ट्रोडक्सन दिन सक्ने हिसाबको बनेको त छैन जस्तो लाग्छ होइन। डक्टर प्राञ्जल त हुनुभयो, डक्टर भयो होइन, डक्टर भयो त चाहिँ एउटा ठुलो केही किसिमको एचिभमेन्ट हो जस्तो लाग्छ। तर त्यही पनि अझै धेरै गर्न छ जस्तो भएको छ। त्यसैले अब छैन अहिलेलाई त त्यस्तो केही कुरा। ठिक छ, ल भनेपछि हामी स्टार्ट गरौँ त। आर यु रेडी? यस। ओके, फेरि हाट्नु ल। ठिक छ डक्टर प्राञ्जल,
तपाईँले किन र कहिले यो सोच्नुभयो कि म डक्टर पेसामा जान्छु? त्यसको बारेमा केही विशेष? यो चाहिँ अब त्यस्तो केही इभेन्टहरू त छैन, तर मलाई सानैदेखि नै हो यो चाहिँ। डक्टर भनेको अब त्यो किन हो अब परिवारले त्यस्तो किसिमको व्यवहार देखाउनु भयो कि होइन, डक्टर भनेको एक किसिमको छुट्टै नोबल प्रोफेसन हुँ, हो भन्ने जुन हाम्रो कन्सेप्ट छ समाजमा, त्यो कन्सेप्टले पनि हुनसक्छ। हुँ, मेरो पनि सोच त्यस्तै किसिमको थियो। हुँ, अनि हुन्छ नि अब सुन्दाखेरि बाहिरबाट बसेर सुन्दाखेरि चाहिँ 99% मरिसक्यो भनेको मान्छे जिउँदो बनायो भनेर त्यस्तो त्यस्तो हुँ, त्यस्तो सुन्नमा आउँदाखेरि यो त के हो? यो त जादु हो। हामीले बाहिर बसेर सुन्दा त एक किसिमको जादु भयो। हुँ, अनि त्यस्तो कुराले चाहिँ अचम्म लाग्थ्यो। अनि त्यहीबाट चाहिँ लास्टमा अब त्यस्तै कुराले आकर्षित पार्यो कि के गर्यो, लास्टमा गएर चाहिँ हुँ, ठिक छ अब मेरो सोच एमबिबिएस गर्ने हो हेरौँ। पछि इन्ट्रेस्ट चेन्ज भयो भने छुट्टै कुरा, तर मेरो इन्ट्रेस्ट एमबिबिएसमै छ भन्दा भन्दै नै यसरी नै अब मेडिकल फिल्डमा आइयो। भनेपछि अहिले अब तपाईँ जादुगर भयो जस्तो फिल भइरहेछ तपाईँलाई? त्यो त भएको छैन, भएको छैन? भएको छैन। त्यो अँ, चाहिँ के हुँदो रहेछ भने बाहिरबाट देख्ने एउटा कुरा हुँदो रहेछ। जादुमा पनि कुनै ट्रिक्सहरूमा पनि भित्र म्याजिसियनहरूलाई त थाहा हुन्छ नि मैले यो कुरामा झुक्क्याइरहेको छु हुँ, भनेर। हुँ, त्यस्तै नै रहेछ यो हुँ, पनि। यो यो पनि कस्तो हामीले झुक्क्याएको चाहिँ भन्नु खोजेँ होइन, तर अँ। चाहिँ एउटा प्रोसेस हुँदो रहेछ। त्यो प्रोसेस फलो गर्ने, त्यो फलो गरेपछि त्यसको आउटकम त्यही आउँछ भनेर थाहा हुन्छ नि त। एकचोटि त्यो हाम्रो सेकेन्ड इयरमा इन्ट्रेक्सन हुँदाखेरि हुँ, तपाईँले मलाई भन्नुभएको थियो कि यो म चाहिँ पहिला फुटबल खेलाडी बन्ने मेरो इच्छा थियो। फुटबल होइन क्रिकेट। क्रिकेट ए अँ, सरी क्रिकेट हुँ, हुँ, खेलाडी। हुँ। सो त्यो चाहिँ कसरी चाहिँ क्रिकेट खेलाडी र डक्टर एकदमै यो त एकदमै वर्ल्ड्स अपार्ट जस्तो कुरा भयो नि त। होइन यस्तो हो, अब सानो बेला हाम्रो चाहिँ कस्तो कुरा हुन्छ भन्दाखेरि साथीहरू मिलेर खेल्ने गर्ने हुँ, हुन्छ नि, त्यो त हाम्रो म्याक्सिमम् हाम्रो एज ग्रुपको अहिले जो 20s 30sको एज ग्रुप हुनुहुन्छ, यो ग्रुपको चाइल्डहुड चाहिँ कसरी बित्या छ जस्तो लाग्छ नि मलाई। एउटा टाइम हुन्छ स्कुल पछिको समय चाहिँ खेल्ने साथीहरू मिलेर होइन। अनि म पनि त्यस्तै टाइम पिरियडमा हुर्केको, त्यति बेला क्रिकेट धेरै खेलिन्थ्यो। अनि हुँ, क्रिकेट खेल्दा खेल्दै मलाई एउटा बेला यस्तो भयो थियो कि क्रिकेटमा नि केही गर्न सक्छु कि सकिन्छ। भन्ने चाहिँ सोच आएको अँ, थियो। अनि खेलाडी बन्नुपर्ने एउटा किसिमको सोच थियो। तर हुँ, अब हुन्छ नि के कुरालाई प्रायोरिटी दिने, के नदिने चाहिँ मलाई त्यो चाहिँ बिस्तारै थाहा भयो। अब क्रिकेट भने पनि भने जस्तो हुँदैन रहेछ होइन। हुँ, यहाँ नेपालमा अवस्था हेर्ने हो भने त्यति मैले आफैले जितेर जानुपर्ने अवस्था हुन्छ। अँ, प्लस मलाई थाहा छैन मेरो पोटेन्सियल कस्तो छ होइन। त्योभन्दा त अब आफ्नो आफूलाई जे कुरामा बढी हेल्प मिल्छ, त्यो राइट। कुरामा सपोर्ट मिल्छ, त्यो कुरा फलो गर्दा चाहिँ सजिलो हुन्छ जस्तो लाग्छ। अनि मेडिसिन पनि मलाई चाहिँ अब पहिल्यैदेखि त्यसरी जस्तो मैले अगाडि भनेँ, त्यो चाहिँ डक्टर बन्ने चाहिँ एउटा हुन्छ नि जुनुन, अलिक जुनुन जुनुन नै थियो तपाईँको। केही प्रेसर थिएन। अँ, डक्टर बन्नुपर्छ भन्ने केही प्रेसर थिएन। तर त्यो हुन्छ नि अब पढ्ने नै हो भने डक्टरै बन्नुपर्छ हुँ, भन्ने ओके। सोच चाहिँ थियो। ठिक छ। अनि त्यसरी म चाहिँ क्रिकेटलाई चाहिँ अब अहिले प्यासनको रूपमा साथीहरूसँग खेलौँ भन्यो भने खेल्ने हो। त्यही पनि मलाई एमबिबिएस जोइन गरेदेखि त मैले त्यति थाहा खेलेको चाहिँ पनि खेल्नु छैन भयो। होइन। +2 9-10 सम्म त एकदम खेलिन्थ्यो। +2मा एमबिबिएस फोकस गर्ने भनेर बस्यो। त्यसपछि चाहिँ मैले हुँ, भनौँ छोडेँ। ल ठिक छ। हाम्रो क्लासमा चाहिँ हुँ, तपाईँले चाहिँ स्कलरसिप पाउनु भएको छ, होइन? हुँ। सो यु आर वान अफ द भेरी फ्यु स्टुडेन्ट्स हु गट एन अपर्च्युनिटी टु स्टडी द इन्टायर एमबिबिएस कोर्स अन फुल स्कलरसिप, होइन? सो हाउ वाज यर इन्ट्रान्स प्रिपरेसन फेज लाइक त्यसको बारेमा केही भन्नु छ? अ, मेरो अब इन्ट्रान्स प्रिपेरेसन फेज चाहिँ मैले चाहिँ अब भने नि सुरुदेखि नै एमबिबिएस पढ्ने सोच भएपछि चाहिँ मलाई 10 सम्म चाहिँ मैले केही पनि त्यस्तो सोचेको थिएन, अँ, प्लान गरेको अँ, थिएन। जब 11-12 11मा पढ्न थालेँ होइन, मैले 11मा चाहिँ एउटा फेज आयो क्या, त्यो एउटा डर लाग्ने फेज। अब हुँ, यस इन्ट्रान्स फेज त गाह्रो नै हुन्छ होइन। गाह्रो जस्तै हुन्छ। हामी प्लस टूको हिसाबले त पढ्छौँ, तर जब इन्ट्रान्सको फेजमा यस्तो क्वेसन आउँछ, यो बुक पढ्नुपर्छ भनेर राइट। जब त्यो एक किसिमको अरू कुरा अरूहरूबाट सुनिन्छ, त्यो सुन्दाखेरि चाहिँ ल अब अहिलेबाट सुरु गरेन भने चाहिँ गर्न गाह्रो सकिन्न छ। है भन्ने, गाह्रो छ है भन्ने खालको सोच आएको थियो 11मा पढ्दाखेरि। अब 11बाट चाहिँ मैले अनि आइडिया कलेक्ट गर्न थालेँ सुरुमा त। पढ्न कोसिस गरेँ तर सकिएन। जुन हिसाबले इन्ट्रान्स पढ्नुपर्छ भन्ने सकेन। अनि कोसिस गर्दै गएँ। अब मैले प्रपरली प्रिपेरेसन स्टार्ट गरेको चाहिँ 12को भनौँ न यही फेज जस्तो यो जाडोको टाइम हुँ, पिरियडतिरबाट हो।
जब दसैँ तिहार सक्यो अलि रमाइलो पार्ट सक्यो अब बल्ल एक किसिमको हुन्छ नि अब 12 सकेपछि त सक्यो यसपछि त अब हाम्रो बेला त जस्तो 3 महिना जस्तो हुन्थ्यो फ्रेस क्याटेगोरीमा नाम निकाल्न गाह्रो हुन्छ भन्ने जस्तो माइन्ड सेट थियो होइन माइन्डसेट हामीले छ, अहिले पढ्दा पनि छ। अहिले पनि छ अहिले चाहिँ के छ भन्दाखेरि अहिले चाहिँ अलि अर्कै किसिमको कन्सेप्ट भइसकेको छ जस्तो त्यति बेला चाहिँ फ्रेसमा त नाम निक्लिन्न भन्ने नै बनाइदिन्थ्यो क्या त्यो माइन्ड सेटले नै ए कतिले चाहिँ एक स्टेप पछाडि लिन्थ्यो जस्तो लाग्छ मैले पनि एउटा बेला लिन नि खोजेको थिएँ होइन अनि त्यस्तो अवस्थामा चाहिँ अगाडिदेखि गर्नुपर्छ भनेर 12को फेजबाट स्टार्ट गरेँ 12 पछि चाहिँ मैले एउटा जब फ्लोमा जान थाल्यो मेरो पढाइ उहुँ, त्यसपछि त मजाले त्यो रोकिँदै रोकिएन र म लक्किली लक पनि फेभर गर्यो मलाई भनौँ उहुँ, होइन आफ्नो मेहनत आफ्नो ठाउँमा गरेँ लकले पनि साथ दियो स्कलरसिप पाएँ त्यही छ। तपाईँ मलाई चाइल्डहुडदेखि तपाईँको एकाडेमिकली चाहिँ हेर्ने हो भने भेरी स्ट्रङ स्टुडेन्ट पहिलेदेखि तपाईँ टपर हुनुहुन्थ्यो कि पछि गएर बिस्तारै बिस्तारै गर्दै जानुभयो कि हाउ वाज द्याट? एउटा कुरा चाहिँ अब यस्तो स्कुलको फेजमा चाहिँ म कस्तो अब राम्रो टपर पनि भन्थ्यो तर टपर चाहिँ कहिले नि प्रपरली टप चाहिँ कहिले गरिनँ होला क्या उहुँ, कुन हिसाबले टपर भन्यो भन्दाखेरि हाम्रो चाहिँ म चाहिँ पढेको स्कुलमा चाहिँ अब 400जना स्टुडेन्ट हुन्थ्यो कुन होइन स्कुल हो रे तपाईँको? जेम्स जेम्स होइन ग्रेडेड इङ्ग्लिस मिडियम स्कुल। अ, ओके। अनि त्यसमा 400जनामा चाहिँ अब 10वटा सेक्सन हुन्थ्यो 10वटा सेक्सनमा एउटा सेक्सनमा 40जनाको दरले हुन्थ्यो होइन आफ्नो क्लासको चाहिँ फर्स्ट सेकेन्ड यस्तो आइरहेको हुन्थ्यो तर ओभरअलमा हेर्नु भने हाम्रो क्लास चाहिँ अलिक कमजोरै भनेर मानिन्थ्यो क्या अनि उहुँ, ओभरअल क्लासमा चाहिँ म राम्रो भएको बेला 1-2 वर्ष लास्टको 2-3 इयर्स जस्तो जुन 8, 9, 10 त्यो बेला चाहिँ म टप 10मा चाहिँ आउँथेँ होइन ओके, ग्रेट। तर टप नै भनेर उहुँ, चाहिँ कहिले नि गरिएन। उहुँ। टप सो 10मा पछिको फेजमा मात्रै राम्रो हुन थाल्यो। इनिसियलमा मलाई याद छ म क्लास 2 पढ्दाखेरि मैले चाहिँ क्लास 2 बाट सुरु गरेको जेम्स पढ्न। क्लास 2 मा मेरो ऱ्याङ्क चाहिँ 100 समथिङ थियो क्या अनि क्लास 3 मा बिस्तारै टप 100 भित्र परेँ। आउट गर्दै अफ गर्दै 800 स्टुडेन्ट्स 400 400 ओके। भनेको म 1/4 एभरेजमै हुँ, थिएँ भनौँ न हुँ, हुँ। त्यस्तोमा चाहिँ अब गर्दै गर्दै पछि अब पढ्नुपर्छ भन्ने नै भएपछि त मिहिनेत गर्दै गयो त्यही हिसाबले त्यति बेलाको मिहिनेत र अहिलेको मिहिनेत फेरि फरक छ फरक त्यति छ। बेला अर्कै हिसाबको मिहिनेत उहुँ। अब यो इन्ट्रान्स प्रिपरेसनको जुन फेज छ तपाईँको क्लास 12 पछाडिको तिम्रो क्लास 12 पछाडिको हुँ, त्यसपछि जुन 3 महिना जुन 3 देखि 4 महिना 5 महिना जुन हुँ, जति हुन्छ नि सो त्यसमा चाहिँ तिम्रो डेली रुटिन कस्तो थियो? कसरी तिमी बिहानदेखि उठेर के गर्थ्यौ रातिसम्म एन्ड हाउ वाट इज स्लिप साइकल? त्यति बेला चाहिँ होइन मेरो चाहिँ कस्तो किसिमको रुटिन थियो भन्दा म चाहिँ ठ्याक्क मेरो स्लिप प्याटर्न चाहिँ कसरी चेन्ज भयो भन्दा मेरो 11मा चाहिँ रातिभरिसम्म बसेर पढ्ने बानीको थियो होइन म 12-1 बजीसम्म बसेर पढिदिन्थेँ बिहान ढिलोसम्म सुत्थेँ। अनि 12मा सिफ्ट भएपछि चाहिँ मैले के नोटिस गर्न थालेँ भन्दाखेरि बायोलोजी जस्तो टपिक जुन पढ्नुपर्ने छ धेरै याद गर्नुपर्ने कन्सेप्टहरू छ नि त्यो चाहिँ रातिसम्म बसेर पढ्न खोज्यो भने सकिन्न दिमाग थाकिसकेको हुन्छ के हुन्छ अब मेरो सोचाइ नै जुन त्यस्तो मेमोराइज गर्ने अँ, जति कुराहरू छ। ओके। मेमोराइज गर्नुपर्ने कुरा 12देखि थाहा भयो यो त धेरै घोक्नुपर्ने रहेछ भन्ने होइन इन्ट्रान्सको बेसिसमा अनि मैले चाहिँ के गरेँ भन्दाखेरि 12मा चाहिँ मैले ठ्याक्क स्लिप सेड्युल नै चेन्ज गर्न थालेँ बिहान 4देखि 5 बजीभित्र उठिसक्थेँ अनि त्यसपछि मेरो त्यो रुटिन चाहिँ मैले लगभग एमबिबिएस पढ्दासम्मलाई नै अहिलेसम्म नै भनौँ न पढुन्जेलसम्मलाई चाहिँ मेरो त्यस्तै नै रुटिन छ अहिलेसम्म। बिहान उठ्ने बित्तिकै चाहिँ मैले एकदम गाह्रो टपिकहरू पढ्ने त्यसरी हुन्छ नि उम्, मेमोराइज गर्नुपर्ने, रिभिजन गर्नुपर्ने जुन आफूलाई अल्छी लाग्छ अनि दिन ढल्किँदै गरेर गर्छु भनेर राख्यो लास्टमा गर्न भ्याइन्न त्यस्तो कुरा चाहिँ बिहान गरिदिन्थेँ। अनि त्यो त्यो हिसाबले चाहिँ मेरो रुटिन चाहिँ त्यसरी बनेको थियो। अनि 12को फेजमा चाहिँ मैले त अब सुरुमा त प्लानिङै गरेँ नि त जस्तै 11 पढ्दाखेरि मैले पढ्ने तरिका जुन अरूले भन्थ्यो त्यसमा म कम्प्याटिबल हुन्न ओके। होइन। अरूले भनेको सुन्दाखेरि होइन स्कलरसिप पाउनुभएकै मेरो सिनियरहरूले भनेको सुन्दा जति बेला नि पढिराख्नुपर्छ, किताबै लिएर हिँड्नुपर्छ जस्तो कुरा नि सुन्थेँ होइन। अहँ, सरहरूको नि त्यस्तै कुरा सुन्थेँ। तर अब मेरो चाहिँ बानी कस्तो भने पढ्न बसेको बेला म जति पनि पढ्न सक्छु होइन। तर एकचोटि फ्रेस हुनु भनेर उठ्यो भने चाहिँ मलाई त पढेको कुरा सोच्न पनि मन लाग्दैन। ए त्यो भएपछि चाहिँ मोमेन्टम पढेको मोमेन्टम ब्रेक भएपछि चाहिँ ब्रेक स्टार्ट भएपछि गर्न मलाई गाह्रो। ग्याप भयो भने जस्तो म 20 मिनेटको ब्रेक लिन्छु होइन 20 मिनेटको ब्रेक मलाई अब पढ्दिनँ भनेपछि
म त पढाइको सोच्दा नि सोच्दिनँ कि मेरो अहिलेसम्म बानी त्यस्तै छ होइन। जति नै सुकै गाह्रो कुरा पढे पनि मैले ब्रेक यदि 10 मिनटको ल्याएको छु भने मैले त्यो 10 मिनटको ब्रेकमा पढाइ बाहेक अरू कुरा गर्न पर्छ। त्यस्तो किसिमको माइन्डसेट मेरो भएको हुनाले मैले आफ्नो रोजाइको चाहिँ टेक्निकहरू के हुन्छ भनेर बिस्तारै खोज्दै खोज्दै जान थालेँ। युट्युबहरूबाट रिसोर्स त्यति बेला युट्युब नै हुन्थेन, युट्युबबाट खोज्न थालेँ। गर्दै गर्दै मैले 3-4 वटा टेक्निकहरू भेट्टाएँ होइन। टेक्निक भनेर भएन तर त्यो चाहिँ अलिकति प्रपरली आफूलाई सस्टेन गर्ने खालको। त्यो अब माइन्ड प्यालेस टेक्निक भनेर सुन्थ्यौँ होइन। स्पेस रिपिटिसन भन्ने कन्सेप्ट, त्यो कन्सेप्ट लगाउन थालेँ। अनि त्यसपछि त्यो सँगसँगै मेमोराइज गर्नलाई अरू कुन कुन तरिका हुन्छ होइन। पढ्नलाई हामी सधैँ सधैँ रट मेमोराइजेसनको आधारमा पढ्छौँ तर त्यो बाहेक अरू पनि हुँदो रहेछ। त अब कन्सेप्चुअल कुरा ग्रास्प गर्न पऱ्यो भने फाइनम्यान टेक्निक भन्ने हुँदो रहेछ। अनि अप्ठ्यारो कुराहरू ग्रास्प गर्न जस मेमोराइज गर्न पऱ्यो भने कि त इमेजमा ढालेर पढ्न पऱ्यो। अनि त्यो कुरामा एड्याप्ट हुन मलाई समय लाग्यो। लगभग 1 वर्षै लाग्यो भनौँ न। 11को फेजदेखि 12को फेजसम्म। अनि जब म एकचोटि एड्याप्ट भएँ, त्यो फ्लोमा जब गयो, त्यसपछि त म यस्तो भइसकेको थिएँ कि भनौँ मलाई इन्ट्रान्सको त्यो प्रेसर चाहिँ फिल भएन। पढुन्जेल चाहिँ मैले राइट कुरै गरिरहेको छु, मैले गर्न सक्ने नै यही हो। नाम निस्किनु ननिस्किनु मेरो हातमा छैन। तर के छ भने मैले योभन्दा गर्न सक्ने अरू कुरा पनि छैन भन्ने चाहिँ भएको छ मलाई। तपाईँले अब एउटा क्वेसन म सोध्न चाहन्छु, एकदमै हुँ, सोचेर भन्नु होला है त। हरेक स्टुडेन्टले जसले अब स्कलरसिपको नाम निकाल्छ उनीहरूको लागि एउटा एक्स फ्याक्टर हुन्छ। उनीहरूलाई यो हुँ। थाहा हुन्छ कि यो कारणले गर्दाखेरि मेरो नाम निस्क्यो भनेर। तपाईँको लागि चाहिँ त्यस्तो एउटा एक्स फ्याक्टर तपाईँले सोच्नु भने के हो? मेरो लागि चाहिँ वाज इट क बिकज अफ योर रुटिन, यो रु डिसिप्लिन, अर हुँ। तपाईँले जुन भन्नु तपाईँको स्टडिङ टेक्निक्सहरू त्यो थियो कि? टेक्निक्सले 10 to 20% रोल खेल्यो होला होइन। ओके, तर कन्सिस्टेन्सी थियो। म कस्तो थिएँ भन्दा उम्, पढ्ने बेला चाहिँ मैले जस्तै त्यो जुन इन्ट्रान्स प्रिपेरेसन फेज लास्टको हाम्रो त्यो डिसाइडिङ 3 महिना 2 महिना जुन भएको थियो नि बिदा, राइट, +2 को बिदापछि, त्यो बेला मैले क्लियरली कुनै बिदा पनि लिएँ होला क्या। म आफै पनि ब्रेकमा बसिनँ क्या त्यो बेला। मैले त्यो त्यो रुटिन यस्तो कन्सिस्टेन्ट भइसकेको थियो कि मैले त्यति बेला हुन्छ नि अब एक्स्ट्रा हामीलाई त्यति बेला मुड फ्रेस बनाउन अब फेसबुक चलाउने, इन्स्टाग्राम चलाउने यस्तो यस्तो जुन बानी हुन्छ मैले त्यो त्यति बेलालाई रेस्ट्रिक्ट नै गरेको थिएँ होइन। अनि त्यो गरेको हुनाले चाहिँ एउटा के भइदियो भन्दाखेरि त्यो जुन डोपामिन हुन्छ नि हामीले भन्छ नि डोपामिनले चाहिँ हामीलाई अलिकति त्यही कुरा खोजिरहेको हुन्छ खोजिरहन्छ। ब्रेनले। अनि त्यही भएर चाहिँ त्यो लङ टर्मसम्म चाहिँ पढ्न सक्दैन भन्ने जुन कन्सेप्ट छ नि। अब मैले चाहिँ त्यो डोपामिन आउने सोर्स नै च्याप्टर कम्प्लिट गरेपछि आउँछ भन्ने जस्तो बनाएर आफ्नो सेड्युलै त्यस्तो बनाएपछि मेरो काम भनेको के हुन्थ्यो भने बिहान उठेपछि अब सुत्ने, उठ्ने, पढ्ने, खाना खाने, बस्ने होइन। अनि त्यसपछि के हुन्थ्यो भने एउटा टाइमबाट चाहिँ फ्रेस हुने भनेपछि अनि त्यसपछि मैले पढाइलाई ट्याक्क किताबै छुइनँ थिएँ। त्यस्तो पनि त्यसरी रुटिन एउटा फिक्स हुन्थ्यो क्या। अनि त्यो चाहिँ बल्कमा गर्थेँ मैले चाहिँ। पढ्ने भन्यो भने बिहान 5 बजेदेखि स्टार्ट गऱ्यो भने बेलुकाको 5 बजेसम्म गऱ्यो। त्यसपछि म किताबै छुइनँ होइन। बेलुका 5 देखि अब कति 10, 9, 10 सम्म बसेको बेला ट्याक्क स्टप गऱ्यो। अनि त्यो हिसाबले अब त्यो कन्सिस्टेन्सी चाहिँ थियो क्या मेरो कन्सिस्टेन्सी। मेन कुरा चाहिँ त्यो। भनेपछि तपाईँबाट यदि जो एमबिबिएस इन्ट्रान्स निकाल्ने, स्कलरसिपमा निकाल्ने जो हुँ, इच्छुक हुनुहुन्छ, हुँ। उहाँले एउटा कुरा मात्रै यदि तपाईँबाट सिक्न सक्छन् भने इट इज कन्सिस्टेन्सी। त्यो भन्न पाइयो। एउटा त्यो भयो होइन। म 3टा मेन कुरा भन्छु। एउटा चाहिँ इन्ट्रेस्ट हुनुपर्यो होइन। जस्तै अब एउटा कुरा एमबिबिएस पढ्छु भन्ने इन्ट्रेस्टै छैन भने पढ्न बस्न पनि सकिन्न होइन। इन्ट्रेस्ट हुनुपर्यो। अनि अर्को कुरा भनेको कन्सिस्टेन्सी त हुनैपर्यो। अनि तेस्रो कुरा जुन मैले त्यति फोकस गरिनँ जसले गर्दा मलाई पछिको पार्टमा चाहिँ अलिकति एक किसिमको अप्ठ्यारो पर्यो। के अरे हेल्थमा चाहिँ एक किसिमको अप्ठ्यारो पर्यो भनौँ न मलाई लाग्यो होइन। भनेको चाहिँ हेल्थलाई पनि स्लिपलाई पनि फोकस ओके। गर्नुपर्ने रहेछ। एक्सर्साइज पनि टाइमली गर्नुपर्ने रहेछ। हामीले यो कुरालाई फोकस नगर्दाखेरि चाहिँ केही न केही इम्प्याक्ट चाहिँ पछि गएर पर्ने रहेछ भनेर चाहिँ यो कुरा मैले फोकस गरेको थिएन। मलाई इन्ट्रान्समा नाम निकाल्न त हेल्प गर्यो। तर यो बानी मैले चाहिँ जस एमबिबिएसमा आएर चाहिँ सुधारेँ। ओके, तपाईँले भन्नुभयो कि इन्ट्रेस्ट हुनुपर्छ एमबिबिएस पढ्नको लागि। अब मलाई भन्नुहोस् कि 11-12 हुँ, जसले बायोलोजी पढेको छ, दे डोन्ट नो एनिथिङ अबाउट मेडिसिन। बायोलोजी इज भेरी डिफ्रेन्ट देन मेडिकल स्टडिज नि त होइन? हुँ। सो उनीहरूलाई कसरी थाहा पाओस् कि मलाई एमबिबिएसमा इन्ट्रेस्ट छ अथवा छैन? त्यो के तरिकाहरू छ? मेरो लागि त गट फिलिङै थियो। गट फिलिङ। हुँ। ओके। मैले डक्टर बन्नुपर्छ बाहिरबाट
अब यस्तो हो क्या, जुनसुकै पेसामा लाग्यो भने नि तिमीले हामीले सोच्ने अब जस्तै हामीले सोच्दाखेरि जुन पेसामा लाग्यो पनि मलाई अहिले चाहिँ कस्तो लाग्छ भने बाहिरबाट देख्ने एउटा कुरा हुन्छ, भित्र अर्को कुरा हो, भइरहेको हुन्छ। त्यहाँभित्र घाम फालिसकेपछि यो त होइन रहेछ होइन भन्ने भनेपछि थाहा हुन्छ, त्यो रियलाइज हुन्छ। रियलाइज हुन्छ। अब हामीसँग त्यस्तो समय छैन कि सबै पेसामा गएर हेर्दै यो मलाई मन पर्दैन, यो पनि हुँ, मलाई मन पर्दैन हुँ, भन्दा भन्दा त हामीसँग केही चोइस पनि हुँदैन हुँ, कहिलेकाहीँ। हुँ, त्यो बेला गट फिलिङ जस्तो लाग्छ मलाई चाहिँ होइन, आफूलाई हुँ, भित्रबाट जे बन्न मन लागेको छ त्यो त्यसतिर चाहिँ अलिकति टार्गेट बनाइसकेपछि चाहिँ पछाडि हट्न भएन। भएन। अब मेरो लागि सोच, ओहो! डक्टर व्हाइट कोट लाएर हिँड्ने, स्टेथ बोक्ने हुँ, होइन, अनि त्यस्तो त्यस्तो कथाहरू जुन सुन्ने होइन, जुन त्यो सुनियो। सुन्दाखेरि एक किसिमको हुन्छ नि सुपर पावर जस्तो छ हुँ, कि भन्ने जस्तो हुँ, बच्चा हुँदा त्यस्तो लाग्थ्यो, हुँ, ठुलो हुँदै गएपछि बुझियो होइन रहेछ। तैपनि एक किसिमको कस्तो चाहिँ होला त त्यो फिल भन्ने हुँ, जुन भित्रतिरको इन्ट्रेस्ट थियो नि, त्यो हुँ, हुँ, इन्ट्रेस्टले नै ड्राइभ गर्दै हुँ, गर्दै गर्दै लग्यो। त्यही भएर 11-12 मा थाहा छैन। अब मलाई कुरै गर्ने हो भने त फर्स्ट इयरमा आएर थाहा भयो कि क्याडावर डिसेक्सन भन्ने हुँदो रहेछ भनेर। मैले त त्यति पनि नलेज राखेको थिइनँ, होइन। हुँ, क्याडावर हामीले लास्ट चिरेर पढ्नुपर्छ भनेर त बाहिरतिर मात्रै होला जस्तो लाग्यो हुँ, त्यो नि होलाको कुरा। यहाँ त हामीले त्यस्तो गर्न पर्दैन होला हुँ, जस्तो लाग्थ्यो। बिरामी मात्रै जाँच्ने जस्तो लाग्छ। जब कि बेसिक साइन्स भन्ने हुँदो रहेछ, क्लिनिकल साइन्स भन्ने हुँदो रहेछ होइन। फरक फरक हुँदो रहेछ। हुँ, भनेको त्यही रहेछ कुरा चाहिँ होइन। ब्लाइन्डली नै लागेको थिएँ म साँच्ची ब्लाइन्डली भन्ने। भनेपछि तपाईँ यु आर जस्ट फ्यासिनेटेड बाइ दिस प्रोफेसन एक अँ, हिसाबले भन्दाखेरि। त्यो भन्नु सो मिल्छ। जुन तपाईँले डिसिजन लिनुभयो म डक्टर पढ्छु द्याट वाज नट अ इन्फर्म डिसिजन अँ, होइन त? इन्फर्म डिसिजन थिएन। थिएन। सो हाम्रो चाहिँ वाट इज आवर एन्डेभर कि होइन हुँ, हामीले चाहिँ जति पनि यस्तो विद्यार्थी छ किनभने मैले पनि सेम प्रब्लम फेस गरेँ हेर्नुहोस् होइन मलाई पनि हुँ, केही पनि थाहा छैन वाट इज एमबिबिएस म यहाँ जानुपर्छ कि पर्दैन बाहिरबाट मेरो पनि पेरेन्ट्सहरूले भने कि इट्स गुड प्रोफेसन होइन युसर इन्टर दियो उनीहरूलाई पनि केही थाहा थिएन सो हामीले चाहिँ यो ग्यापलाई चाहिँ फुलफिल गर्नको लागि यो पोडकास्ट एउटा गरेछौँ अँ, सो द्याट तपाईँले त अब एमबिबिएस कम्प्लिट गरिसक्नु भएको छ यु हुँ, नो अ लट अफ थिङ्स अबाउट दिस फिल्ड हुँ, तपाईँबाट हामी यो इन्फर्मेसन एक्सट्र्याक्ट गरेर चाहिँ यस्तो विद्यार्थी कहाँ पुऱ्याउन खोजिरहेछौँ हु माइट निड दिस इन्फर्मेसन एट दिस हुँ, टाइम हुँ, अँ। ओके अब एकचोटि तपाईँको त्यो मोमेन्टमा जाऊँ जब तपाईँले त्यो स्कलरसिपको कल आयो तपाईँले वेन यु न्यू कि ओके अब म चाहिँ प्राञ्जल तिवारी नाउ आई एम स्कलरसिप स्टुडेन्ट अब मैले स्कलरसिप पाउँछु एमबिएसको हुँ। सो हाउ वाज द्याट फिलिङ वाट इमोसन्स यस्तो चाहिँ हो एउटा फिलिङ चाहिँ त्यो त्यो पार्टमै जाने भने त्यो एउटा सानो स्टोरी छ भनौँ होइन। ओके हाम्रो बेला चाहिँ अहिले जस्तो सिई थिएन नि त, याद छ नि त होइन? छ हामीले छ त सिई दिएको होइन? हाम्रो सेपरेट हाम्रो सेपरेट बेला थियो त केही टियु र युनिभर्सिटी एक्जाम हुन्थ्यो। केयुले एक्जाम लिन्थ्यो हुन्थ्यो 100 मार्क्सको, टियुले एक्जाम लिन्थ्यो 100 मासको मार्क्सको, अनि एउटा धरानको एक्जाम धरानको हुन्थ्यो त्यो छुट्टै हुन्थ्यो धरान नै जानु पर्थ्यो 200 मार्क्सको, अनि पाटनको एक्जाम पाटनको हुन्थ्यो। राइट राइट अँ, धरानको एक्जाम मैले फर्म भर्दै भरेन हामीले भन्न मिल्थ्यो होइन। मिल्थ्यो तर मैले चाहिँ सिट कम छ त्यो धरान गएर आउनुभन्दा 2 हप्ता जस्तो अगाडि जस्तो भनौँ न, केयु टियुको रुटिन आएको भन्दा जस एक्जाम हुनुभन्दा 2 हप्ता जस्तो अगाडि बरु म धरान छोडिदिन्छु। म जे कुरामा अलिकति आफ्नो प्रोबेबिलिटी हाइ छ त्यसलाई नै फोकस गर्छु। केयुमा त्यति बेला जेनरल स्कलरसिपको लागि केयुमा 60 सिट थियो, टियुमा जेनरलको लागि 60 सिट होइन। जस त्यति बेला त्यस्तो सिट थियो। मैले माइन्ड मेकअप त्यो गरेको थिएँ। अब मलाई त्यहाँ 60 जना सिट छ। धरानमा त टोटल सिट नै तिम्रो कति 70, 80, 100 त्योसम्म थियो होला। टोटल ए मैले सुने चाहिँ धरानमा 17 स्कलरसिप सिट्स थियो के अरे अनि एम आई त्यो राइट त्यसमा त मेरो प्रोबेबिलिटी छैन भन्ने छैन लाग्यो क्या मलाई। सो किनभने धरानमा फेरि एक्जामको प्याटर्न पनि के हुन्छ भन्दाखेरि आइक्यू टेस्ट हो कि अनि अर्को फिजिक्स, केमिस्ट्री, बायोलोजी बाहेक अर्को एउटा पनि हुन्थ्यो क्या आइक्यू टेस्ट जस्तै अहिले म्याट जुन भन्छ त्यस्तै किसिमको क्वेसनहरू नि हुन्थ्यो। अब त्यो प्र्याक्टिस गरेको छैन मलाई लाग्दैन कि मैले त्यो कुरामा पनि अलिकति पछाडि पर्छु नि त। म त्यो रिस्क पनि लिन चाहिनँ होइन। मैले चाहिँ होइन ठिक छ भनेर पियु र केयुलाई प्रिपेयर गरेँ। टियुको एक्जाम चाहिँ अघिल्लो दिन थियो, केयुको एक्जाम पछिल्लो दिन थियो। हाम्रो चाहिँ टियुको एक्जाम पनि के भएको भन्दाखेरि हडतालले गर्दा सरेको थियो, याद छ भने है। टियुको एक्जाम सरेको थियो एक्जाम जुन बेला भएको थियो, केही किसिमको कन्फ्लिक्ट आएको थियो त्यति बेला। अनि त्यसपछि भोलिपल्ट एक्जाम हुन्छ भनेर अघिल्लो रातमा एक्जाम पोस्टपोन भयो भनेर सरेको आई थियो। डोन्ट याद रिमेम्बर याद थाहा भयो छैन जस्ट हाम्रो त्यस्तो भएको थियो होइन। अनि लक्किली के भएको थियो भने केयुले दिएको थियो 4 असोज जस्तो लाग्छ पैसा असोजमा होइन। टियुको 3 असोजमा एक्जाम थियो क्या। एउटाको स्याटरडे परेको थियो, अर्कोको फ्राइडे थियो त्यो। 3-4 त्यस्तै के थियो होइन। अनि पहिलो दिन टियुको एक्जाम थियो, मेरो सेन्टर थियो बुढा नीलकण्ठ होइन। बुढा नीलकण्ठ एक्जाम दिन गयो होइन। भोको पेट बिहानदेखि हुन्छ नि एक्जाम फटाफट हुन्छ होला भनेर दिन गयो। लास्टमा एक्जाम भएन।
भएन भन्नाले त्यो खान पाइएन भनौँ न। अनि त्यसपछि एक्जाम दियो, तर एक्जाममा के भयो भने मैले 10 वटा क्वेसन छोडेर आइदिएँ क्या, टाइम म्यानेज गर्न नसकेर। टियुको फाइनल एक्जाममा टियुको स्कलरसिप एक्जाममा स्कलरसिप एक्जाम ओके। 10 वटा क्वेसन छोडेको थिएँ। त्यसो अनि त घडी थिएन मेन कुरा चाहिँ होइन, अँ, अरूमा भित्ता घडी हुन्थ्यो, यसमा घडी थिएन। अनि लास्टमा के भइदियो भन्दाखेरि म चाहिँ होपलेस भएँ क्या। भोलिपल्ट केयुको एक्जाम छ, मलाई पढ्नै मन लागेन अलिकति पनि। अब यही प्रिपेरेसनले केयुको दिन्छु भन्ने थियो। केयुको एक्जाम मलाई खास गरी सबको एउटा ड्रिम चाहिँ के हुन्छ नि, स्कलरसिप पायो भने आइएममा पढ्न पाउने भन्ने हुन्छ नि त सुरुमा होइन। अनि ल एउटा ड्रिम त गयो भन्ने त्यही बेला भइसकेको थियो होइन। केयुको एक्जाम दिने बेला मैले केही एक्सपेक्टेसन नि राखेको थिएन। इयर लस गर्छु भन्ने सोच बनाइसकेको थिएँ होइन। भनेर तर एक्जाम दिन केयुको भोलिपल्टै छ भनेर केयुको एक्जाम दिन गएँ। एक्जाम क्वेसन सजिलै आयो फटाफट। सजिलै थियो कम्पेरिटिभली सिलेबस सजिलो त। थियो, सबले राम्रो अँ, हो भनेको छ। तर मलाई कता कता भित्रबाट मैले त सबै मिलाएँ कि क्या हो जस अब केही न केही चाहिँ हुन्छ है। अँ, टियुको त मलाई मतलब छैन, 10 वटा अँ, क्वेसन मैले एटेम्प्टै गर्न सकेको छैन। अँ, केयुको चाहिँ मैले टाइम म्यानेज गर्न नि सकेँ, सक्छु भन्ने भयो होइन। केयुको चाहिँ सेन्ट जेभियर जावलाखेलमा परेको जावलाखेल थियो होइन। ए तपाईँको जावलाखेलमा परेको थियो? त्यो हाम्रो उबाट छ तिवारीमा भयो, ठाकुर भएको भएर अँ, सँगै थियो होला मलाई लाग्छ सेन्टर। मेरो त कहाँ परेको थियो मैले कि चाहिँ उता होला के अरे यो बुढा यो नीलकण्ठमा डिएभी छ परेको। नि डिएभी जावलाखेल त्यतातिर मेरो थियो क्या। ए होइन, त्यसो भए उता चाहिँ पर्या हुनसक्छ, बुढा नीलकण्ठ पर्या हुनसक्छ टियु बुढा नीलकण्ठ पनि होइन। होइन। आई तर डोन्ट जस रिमेम्बर जस्ट टीबाट आउने थरबाट म्यानेज हुन्छ। जस त्यो कुरा छोडौँ होइन, मेन कुरामा आऊँ। ठिक छ। अनि त्यो स्कलरसिप चाहिँ पाउँछ भनेर फिक्स नै चाहिँ थिएन, तर जस हुन्छ नि सेटिस्फाइड चाहिँ भइसकेको थिएँ, केही न केही चाहिँ राम्रो हुन्छ भनेर। हुन्छ। अनि एक्जाम दिएको थिएँ, फिक्स थियो। भोलिपल्ट ठ्याक्क नाम नाम निस्क्यो, तर मलाई भन्दा अगाडि अरूलाई थाहा भयो क्या। ए अगाडिबाट फोन गर्छु, साथीहरूले बिहान 4 बजेदेखि मेसेज गरेका छन्, यो प्राञ्जल तिवारी भने तिमी नै हो भनेर लिस्ट पठाएको छन् होइन। मलाई थाहा पनि छैन, आजको भोलि त रिजल्ट आउँछ भनेर आउँछ। एक्सपेक्ट नि गरेको थिएन। त्यो पनि आज दिएको एक्जाम आजको राति आएर रहेछ रिजल्ट। अनि राति भोलिपल्ट बिहान 6 बजे म उठेर थाहा पाएपछि चाहिँ ल त्यो त एकछिन त विश्वासै लागेन नि। अँ, त्यसपछि हेर्दै गयो अनि फिक्स भएपछि चाहिँ त्यो फिलिङ त अब अहिलेसम्मको सबभन्दा रमाइलो क्षण रमाइलो त्यही जस्तो लाग्छ मलाई। होस् डेफिनेटली ठिक छ। अब त्यसपछि तपाईँले नेपाल मेडिकल कलेजमा ल, पढ्नुभयो होइन? ल। हामीसँगै पनि पढेको एउटै क्लासमा। सो वेन यु वक्ड onto the grounds of Nepal Medical College teaching hospital the first day, what did you expect medicine to be? अहिले जे सोचिरहेको थिएँ त्यस्तो चाहिँ थिएन। थिएन? मैले मेडिसिन चाहिँ के किसिमको सोचिरहेको थिएँ भन्दाखेरि अँ, भने नि अब थाहा थिएन मलाई एक्ज्याक्टली के हो। तर के हो एउटा अँ, प्रोसेसमा काम गर्नुपर्छ भन्ने लाग्थ्यो। अँ, सुरुमा इन्ट्रेस्ट त्यही भएर सर्जिकल एस्पेक्टमा हुन्छ कि भन्ने जस्तो लाग्थ्यो। अँ, किनभने सर्जरी गरेर आएको मान्छेहरू चाहिँ इन्स्ट्यान्टली हिल भएको जस्तो देख्थेँ क्या अँ, मैले। हुन्छ नि एकदम केही किसिमको सिक्स त बिरामी भएको छ, सर्जरी गरेको छ, 2-4 हप्ताको पिरियड बिचमा चाहिँ ऊ पुरै हिल भइसकेको हुन्छ क्या, अँ, नर्मल भइसकेको हुन्छ होइन। त्यो देख्दाखेरि चाहिँ ओहो! यस्तो फिल्डहरूमा के होला जस्तो लाग्थ्यो। तर एउटा सिम्पल स्टेप हुँदो रहेछ होइन, अँ, सर्जिकल स्टेप हुँदो रहेछ, त्यो फलो गर्न पऱ्यो। त्यो फलो गरेपछि त्यो एक हिसाबले रिपिटिसन रहेछ क्या। मैले मेडिसिन त अहिले अहिले बुझ्दा रिपिटिसन रहेछ, त्यति बेला मैले अर्कै किसिमको केही चमत्कार होला भन्ने बुझेको थिएँ। अँ, सो 2टा ठिक शब्दमा छ। त्यही नै हो। तपाईँले फाइनल इयरको जब इक्जाम दिनुभयो हुँ, त्यसपछि जुन हाम्रो बिदा थियो हुँ, यु हेड युटिलाइज इट भेरी वेल है। हुँ, जुन चाहिँ अब इन्डोनेसिया पनि गयो होइन एन्ड बाली सिङ्गापुर होइन हुँ, फर मेडिकल कन्फरेन्स। सो टेल टेल अस समथिङ अबाउट द्याट कि त्यसमा तपाईँ तिमीले के गर्यौ के लर्न गर्यौ एन्ड हुँ। वाज द्याट भिजिट वर्थ द इन्भेस्टमेन्ट अफ टाइम एन्ड मनी? त्यो त थियो भन्छु। हाम्रो चाहिँ के भयो भन्दाखेरि यो बिदाको टाइम पिरियडमा चाहिँ अब कहाँबाट अपर्च्युनिटी आयो भनौँ होइन, मिल्यो जाने मिल्यो। मेडिकल एक्सचेन्ज प्रोग्राम भनेर मेडिकल स्टुडेन्टै जान मिल्थ्यो। डक्टर भए पनि केही अफिलिएटेड हुनु पर्थ्यो। हामी नेपाल मेडिकल कलेजको स्टुडेन्ट हो भनेर जानु पाइन्थ्यो। जस्ट हामी एज अ स्टुडेन्ट गइसकेका थियौँ, तर हाम्रो रिजल्ट आइसकेको भएर जानुभन्दा अगाडि हामी अनअफिसियल्ली जस्ट एउटा डक्टर डक्टर नै भयो। नि भयौँ भनौँ न। रिजल्ट आइसकेको थियो। डक्टर भइयो भनेर त्यसरी पनि गएको थियौँ। जस्ट त्यहाँ चाहिँ हामीले त्यहाँ त्यो युनिभर्सिटी हामीलाई चाहिँ युनिभर्सिटी अफ मुहम्मदिया मलाङ भन्ने थियो होइन। ए मोहम्मदिया मुहम्मदिया ओके। मलाङ भन्ने थियो होइन। मलाङ भनेको चाहिँ यस्तो ठुलो रहेछ त्यो मलाङ एरियाकोमा पुरै युनिभर्सिटी भनौँ न पार्ट पार्ट गरेर टन्न छ क्या त्यो। त्यो एरियामा चाहिँ हामीले त्यहाँको कस्तो हुँदो रहेछ त मेडिकल
एजुकेसन, मेडिकल एजुकेसन सिस्टम कस्तो रहेछ एजुकेसन सिस्टम होइन, त्यहाँ चाहिँ अब पुरै इन्डोनेसियन ल्याङ्ग्वेजमै पढाइ हुने रहेछ होइन। तर के छ भने उनीहरू इङ्ग्लिसमा कम्युनिकेट गर्न पऱ्यो भने नि गर्छन् होइन। अलिकति ल्याङ्ग्वेज ब्यारियर त फिल भइरहेको थियो। तर के भइरहेको थियो भन्दाखेरि त्यहाँ पनि हाम्रोमा नि अब जस्तै इङ्ग्लिस बोल्न राम्ररी नजाने पनि ग्रुपमा 1-2 जना त राम्रो हुन्छ नि त। उनीहरूको पनि त्यस्तै थियो। 2-3 जना राम्रो थियो। उनीहरूसँग राम्ररी कन्भर्सेसन भएपछि चाहिँ उनीहरूले कन्भे गर्थ्यो हाम्रो मेसेजहरू होइन। अनि त्यहाँ चाहिँ हामीले कस्तो कुरा सिक्यौँ भन्दाखेरि नेपालको सिस्टममा चाहिँ के कस्तो कमी कमजोरी छ र नेपालको सिस्टम चाहिँ त्यहाँभन्दा कुन कुन एस्पेक्टमा बलियो छ भनेर हामीले त्यो चाहिँ मैले चाहिँ स्पेसली त्यो कुरा चाहिँ देखेँ होइन। अनि त्यहाँ त धेरै कुरा हामी थ्योरिटिकल्ली हामी एकदम कडा हुन्छौँ भन्ने जुन कुरा थियो होइन, त्यो पनि मैले त्यो चाहिँ त्यहाँ गएर भोगेँ होइन। त्यहाँ चाहिँ हामी थ्योरिटिकल्ली एकदम राम्रो रहेछौँ क्या उनीहरूको कम्पेरिजनमा। ओके। थ्योरिटिकल नलेज थ्योरिटिकल नलेज चाहिँ हामीसँग हामीसँग साउन्ड छ। एकदम राम्रो छ। कन्सेप्चुअल क्ल्यारिटी हामीलाई राम्रो एटलिस्ट छ। के थाहा छ भने यो गरिरहेको छौँ भने यसको बेसिस यो हो ए भनेर ओके। हामीलाई एक्सप्लेन गर्ने, अँ, हामीलाई त्यसरी नै त्यही आधारमा पढाइयो नि त पढाइयो हो। होइन। तर प्र्याक्टिकल्ली उनीहरू चाहिँ अब केही सिम्पल स्किल छ भने हामीसँग त्यो स्किल छैन क्या। हामी इन्टर्नसिपमै आउनुपर्छ त्यो सिक्नलाई होइन। ओके, ओके। हामीले अगाडि नै सिक्छौँ भन्यो भने हामीलाई भनौँ न लिमिटेड हुन्छ एक्सेस पनि। तर उनीहरूले चाहिँ त्यो कुराहरू एकदम अगाडिबाटै नै सिक्ने रहेछन्। त्यही डिफ्रेन्स चाहिँ फिल भयो मलाई चाहिँ। अँ, अनि तिमीहरू त्यो त्यहाँ हुँदाखेरि मैले फोन पनि गर्थेँ टाइम टाइममा होइन। अँ, हाउ आर यु भनेर यता भिडियो कल गर्थेँ। अनि ध्रुव पनि छ हाम्रो हुँ, साथी होइन। हुँ। सो उसले चाहिँ फोन गर्थ्यो अनि जतिखेर पनि यु गाइज इज सराउन्डेड बाई अल दिज अँ। इन्डोनेसियन स्टुडेन्ट्स के। अनि मलाई लाग्थ्यो कि यार कुन लेभलको यिनीहरूको हस्पिटालिटी छ। त्यो कुरा पनि मैले बिर्सेँ। हस्पिटालिटी चाहिँ एकदम इन्डोनेसियन अब हामीलाई त्यो मेडिकल एक्सचेन्ज प्रोग्राम भएर हो कि के हो थाहा भएन। तर हस्पिटालिटी यति राम्रो थियो कि हुँ, उनीहरूले हामीलाई जाने बेला लाग्दैन थियो कि त्यो हाम्रो 7 दिनको प्रोग्राम थियो होइन। हामी खिन्न त हुन्न थियौँ होला जस्तो अँ, लाग्थ्यो होइन। अँ, सुरुमा आउँदाखेरि ओहो! कस्तो अनौठो ठाउँमा आइयो, केही पनि अँ, कल्चर नि फरक छ होइन, फरक केही छ। पनि मिल्दैन। अब यिनीहरूसँग बोन्ड पो हुने हो कि होइन, 7 होइन। दिनमा के होला भन्ने जस्तो लाग्थ्यो। 7औँ दिनमा निस्केर जाँदाखेरि खिन्न बनाएर पठायो क्या उनीहरूले। भनेको उनीहरू पनि पुरै रोयो होइन, हामी पनि हैत्तेरिका बरु अझै 1-2 दिन बस्न पाए बस्न हुन्थ्यो, पायो अझै भने। रमाइलो हुन्थ्यो, अझै सिक्न पाइन्थ्यो धेरै अँ, कुराहरू भन्ने जस्तो बनाएर चाहिँ अँ, हामी निस्क्यौँ। उनीहरूको हस्पिटालिटी त्यस्तो राम्रो थियो कि त्यो चाहिँ अँ। भनौँ न नेपालमा त कतै देखेको छैन मैले ए भन्दा हो नि। र? त्यो लेभलको त्यो लेभलको हस्पिटालिटी। हस्पिटालिटी थियो। सो भनेपछि तिमीले जुन यो इन्भेस्टमेन्ट गर्यो टाइम, एफर्ट्स, मनीको इट इज द वर्थ जस्तो एकदम, लाग्यो। एकदम। मैले त त्यहाँबाट त मैले धेरै कुरा सिकेको छु। मेरो अब भनौँ न फ्यामिलीसँग इन्डिया गएको बेला म त्यसपछि गएको बाहिरको टुर भनेको यही नै हो होइन। इन्टरनेसनल टुर फर्स्ट अँ, इन्टरनेसनल टुर त अँ। तिम्रो। ओके, ल ठिक छ। अब तिमी चाहिँ अहिले इन्टर्नसिप गरिरहेछौ होइन? अपार्ट फ्रम दिस यो ड्युटी एज एन इन्टर्न डक्टर होइन, व्हाट आर द अदर हबिज द्याट यु आर करेन्टली वर्किङ अन? मेरो अहिले चाहिँ त्यति धेरै हबीहरू त अहिले चाहिँ त्यस्तो छैन होइन। अहिले मेरो इन्ट्रेस्ट चाहिँ अब यतैतिर फोकस छौँ होइन। सकभर अब अहिले इन्टर्नसिप पछि काम पनि धेरै टाइम पनि धेरै निकाल्न गर्न सकिरहेको सकेन। छैन होइन। अहिले चाहिँ अलि रेस्ट नै गरौँ भन्ने नै छ अहिले 1-2 महिना त भयो सुरु भएको 2 महिना जस्तो हो। भयो। अनि इनिसियल्ली चाहिँ मेरो अब म स्केच पनि गर्थेँ होइन, स्कुल लेभलदेखि नै अँ, स्केच अँ, गर्थेँ, आर्टमा थिएँ होइन। त्यो थियो अनि क्रिकेट भनिहालेँ होइन, अँ, क्रिकेट स्कुल लेभलमा धेरै खेल्यो। कलेज लेभलमा जस्ट 7, 8, 9, 10 बाट चाहिँ ब्याडमिन्टन खेल्न थालेको थिएँ होइन। अँ, प्रोफेसनल्ली जान सकिन्छ भन्ने नि सोच थियो होइन। तर त्यस्तो त अब बिस्तारै भएन कि मेडिकल प्रोफेसनै यस्तो छ कि हो। तिमीले अरूलाई टाइम दिन टाइम थाल्यो दिन भने यता बिग्रिहाल्यो बिग्रिन्छ कि। एक्ज्याक्टली र त्यो यता आयो। बिग्रियो भने तिमी राम्रो डक्टर हुन सक्दैनौ। अँ, जुन चाहिँ मेरो इच्छा हो राम्रो त्यही डक्टर त। हुन पर्यो। मेन त प्राइमरी गोल त हाम्रो इट्स प्राइमेरी गोल त टु बी अ गुड एमबिबिएस हो क्लिनिसियन त होइन। होइन? अब त्यो अँ, सेकेन्डरीली त्यो अचिभ गर्न सक्छ भने सक्यो। सक्यो। सकेन भने एफर्ट दिइराख्नु जरुरत छैन। हेल्थको लागि ठिक मात्रै छ। अब अहिले चाहिँ अँ, त्यस्तो फोकस छ होइन। अँ, त्यही भयो। अब अहिलेलाई जिम यस्तै हो हबिजहरू भने जिम जिम। जाने होइन। अनि यस्तै ब्याडमिन्टन अनि अब यस्तै नै छ भनौँ। एमबिबिएसको डेजमा चाहिँ तिमीले डिफ्रेन्ट इन्स्टिट्युसन्सहरूमा गएर होइन इन्ट्रान्स हुँ, एपियरिङ्सहरू चाहिँ पढाएको छौ, बुक पनि लेखाएको छौ होइन? अँ, जस्तै यो बुक तिमीले पनि लेख्या हो अँ, होइन? सो यसको बारेमा नि केही भन हामीलाई। हाउ डिड यु फाइन्ड द अँ। करेज अर द टाइम टु फोकस अन दिस थिङ्स? यो बुक चाहिँ मैले खास गरी आफूले पढ्ने इन्ट्रान्स प्रिपेरिङ फेजमा चाहिँ मलाई चाहिँ के लागेको थियो भन्दाखेरि मैले लेखेको मैले पढ्दाखेरि चाहिँ बायोलोजी अब सबै किताब भनौँ होइन, टेक्स्ट बुक बाहेक हामीले एक्स्ट्रा इन्ट्रान्सको लागि फोकस गर्ने बुक पढ्दाखेरि चाहिँ कसै चित्तै बुझ्दैन थियो क्या त्यहाँबाट पढेर चाहिँ पुरा क्लियरली कन्सेप्ट हुन्न, क्लासै लिनपर्छ भन्ने हुन्थ्यो होइन।
अनि मैले चाहिँ आफ्नो तर्फबाट के चाहिँ अब इन्ट्रान्समा नाम निस्क्यो तर आफ्नो तर्फबाट केही न केही हेल्प त गर्न सकिन्छ गर्न होला सकिन्छ। होइन। सानोतिनो क्लास लिने गर्ने त गर्थेँ त्यति बेला होइन। सानो मोटिभेसन क्लास लिएर पढाउने क्लास पनि लिएँ होइन। तर त्यो सँगसँगै मैले के पनि हाम्रो कोभिडको बेला पनि भयो नि त फर्स्ट इयर। हो। त्यो बेला टाइम पनि अँ, धेरै मिल्यो फ्री होइन। टाइम त्यो एकदम बेला मिल्यो। चाहिँ मैले बरु एउटा बायोलोजीको किताब लेख्न सकिन्छ कि भनेर मैले स्टार्टिङमा एउटा जुलोजीको किताब आफूले लेखेँ होइन। ओके। अनि सँगसँगै वाउ! सेकेन्ड थर्ड इयर अँ, लगाएर चाहिँ होइन भाइ बहिनीहरूको मद्दतले चाहिँ मैले बोटनी पनि लेख्न लगाएर लास्टमा हामी 3जना अथर छौँ होइन। 3जना अथर भएर चाहिँ भोल्युम 1 र भोल्युम 2 गरेर अब्जेक्टिभ बायोलोजी कर्नर भनेर बुक हाल्न सफल सो भयौँ। मार्केटमा धेरै यस्तो बुकहरू छन्। हाउ डु यू थिङ्क दिस बुक इज डिफरेन्ट एन्ड युनिक एन्ड इट विल बी मोर बेनिफिसियल टु द स्टुडेन्ट्स देन दोज अदर बुक्स? यसको बारेमा के भन्न चाहनुहुन्छ? यो चाहिँ के भने आफ्नो लेभलको मान्छेले लेखेको किताब भयो नि त हो। होइन। के हुन्छ भने साथी बिच धेरै कुरा मिल्छ नि त अँ, होइन। यस। त्यसैले एउटा साथीले अर्को साथीलाई कहिलेकाहीँ टिचरले बुझाएको कुरा बुझ्न सक्दैन एउटा मान्छेले होइन। अनि उसलाई त्यही कुरा साथीले एक्सप्लेन गरिदियो भने बुझ्छ नि त। बुझ्छु। मैले त्यही फर्मेटमा लेखेको छु जस्तो लाग्छ। किनभने अँ, मसँग त्यति धेरै ठुलो नलेज पनि छैन। मैले त्यो उनीहरूले बुझ्ने ब्यारियर तोडेर आफूले बुझ्ने ब्यारियरको लेभलमा आफूले बुझ्ने लेभलमा गएर लेखेको जस्तो पनि लाग्दैन होइन। मैले आफ्नो सिम्पल वेमा बुझ्ने लेभलमा लेखेको हो, जुन चाहिँ मलाई लाग्छ हाम्रो लेभलको एउटै लेभल भएको साथीहरूले अँ, पढ्नलाई एकदम सजिलो हुन्छ। र मैले यसको मार्केटिङ अहिलेसम्म गरेको छैन र उम्, जतिजनाबाट मैले रिभ्यू लिएको छु, राम्रो रेस्पोन्स आएको छ। होइन यो त बुक तिम्रो मैले पनि पढेको छु। मैले पनि पढ्न भन्नाले इन्ट्रान्सको लागि त होइन। जेस मैले नि पढाएको छु नि त होइन। सो त्यसको लागि मैले पनि यसको रिफरेन्स ल्याएको थिएँ एन्ड आई आई रियली लाइक्ड इट के जुन हिसाबले इन्फर्मेसनको त फ्लो छ, जुन एल्गोरिदम छ, जुन चार्ट्सहरू तिमीले गरेको छौ, जुन ह्यान्डमेड पिक्चर्सहरू छ। सो आई रियली लाइक द्याट। सो यसको लागि चाहिँ आई रियली एप्रिसिएट। मेहनत लागेकै होला यसमा। लागेको ठिक छ। ल ओके, टेल मी अबाउट सब्जेक्ट। बेसिक साइन्स र क्लिनिकल साइन्समा तिम्रो फेभरेट सब्जेक्ट कुन थियो? फेभरेट भनेरै एउटै भन्नु पऱ्यो भने बेसिकमा मलाई फिजियोलोजी रमाइलो लाग्थ्यो। ओके, सबैको लगभग त्यही हुन्छ कि क्या फिजियोलोजी? फिजियोलोजीमा चाहिँ के हुन्छ भने तिमीले मलाई लाग्यो है जस्तै अब एनाटोमी भयो घोक्न पऱ्यो। बायोकेमिस्ट्री भयो धेरै मोलिकुलर लेभलमा गएर अँ, मजा आएन क्या आएन। हो, होइन। फार्माकोलोजी भयो औषधि कण्ठ त्यो पार्नै पनि पऱ्यो यिनीहरू होइन। घोक्नै पर्यो, क्लासिफिकेसन्सहरू बुझ्नै पर्यो। फिजियोलोजी यस्तो सब्जेक्ट हो जुनमा चाहिँ मैले जुन खोजेको कुरा चाहिँ फिजियोलोजीमा थियो क्या। अब जस्तै कन्सेप्चुअल कुराहरू हुन्छ नि त्यो चाहिँ फिजियोलोजीमा छ क्या। जुन तिमीलाई यदि मेकानिजमहरू थियो। हामीलाई एन्सर थाहा छैन भने पनि यदि हामीलाई त्यसको पछाडिको प्रोसेस थाहा छ भने हामीले आफै एन्सर बनाउन ओके, सकिन्थ्यो क्या। मैले ओके। त्यसरी पनि फिजियोलोजीको भाइभाहरूमा पनि गएर सुन्दै नसुनेको क्वेसनहरू पनि त्यसरी एन्सर दिएर मिलाएर आएको पनि छु क्या। आएको छ। त्यो भएर फिजियोलोजी रमाइलो अँ, लाग्थ्यो होइन। अनि यता क्लिनिकलमा चाहिँ मलाई अब अरू सबै धेरै त यादै गर्न पर्ने कुराहरू छन् होइन। हो, मलाई इन्ट्रेस्ट चाहिँ साइकियाट्री सब्जेक्टमा लाग्यो किनभने साइकेट्री। अ, जुन कुरा हामीले नर्मल देखिन्न नि त्यो कुराहरू साइकियाट्रीमा ओहो यस्तो पनि हुँदो रहेछ है। यस्तो पनि यो जुन अचम्म लाग्ने कुराहरू छ होइन, जुन नर्मल्ली हामीले देखिरहेको हुन्छौँ रुगाखोकी सबैलाई लाग्छ। लाग्छ। निमोनिया धेरैलाई भएको देखेका छौँ अँ, होइन, दम धेरैलाई भएको देखेका छौँ होइन। अब यस्तो कुराहरू त कमन भयो। अब यो कुराबारे जानेर त के गर्ने, जुन कुरा आफू कमन छ रोग तर आफूले खुलाउँदैनन् मान्छेहरूले होइन। यस्तो कुराहरू चाहिँ ओहो यो पनि हुँदो रहेछ भन्ने थाहा पाउँदाखेरि चाहिँ साइकियाट्री चाहिँ मलाई अलि इन्ट्रेस्टिङ सब्जेक्ट लागेको थियो। च्यालेन्जिङ पनि लाग्छ र प्लस इन्ट्रेस्टिङ उम्। पनि लाग्छ। तिमीले जुन भन्यौ नि कि फिजियोलोजीमा तिम्रो यत्तिको तिम्रो कन्सेप्चुअल क्ल्यारिटी थियो हुँ, कि नपढेर गए पनि तिमीले हुँ, एन्सर्सहरू भन्थ्यौ अँ, भाइभामा। अँ, त्यसले गर्दाखेरि मलाई गाह्रो हुन्थ्यो। तिम्रो रोल नम्बर 2471, मेरो रोल नम्बर 2470। कहिलेकाहीँ तिमी अगाडि जान्थ्यौ, राम्रो एन्सर दिन्थ्यौ। अनि त्यसपछि मलाई पेल्नुहुन्थ्यो सिधा सरले कि यार उसले त यस्तो बवाल भन्यो त खोइ त तिम्रो के हो? त्यसले गर्दाखेरि मलाई डिफिकल्ट हुन्थ्यो। त्यसको बारेमा के भन्नु छ तिमीले? अहिले त के भन्ने नि अहिले त अब अहिले त पास भइहाल्यो। तिमीलाई पास भयो त्यही ठुलो कुरा हो। ठुलो अब कुरा। यदि फेल भयो सरी भन्थ्यो होला के भन्ने। के ठिक अब छ, ठिक आफू छ। अँ, त्यही। ठिक छ। इज देयर टेल मी अबाउट क्लिनिकल रोटेसन होइन? तिमीले फाइनल इयर अथवा थर्ड इयरमा गर्यौ होइन? उम्, द्याट मेड यु रियलाइज कि यस आई थिङ्क आइ एम मेड फर दिस सब्जेक्ट। एकदम तिमीलाई मजा उम्, आएको जस्तो कि आई क्यान डु दिस फर एभर एन्ड एभर। मलाई कसैले पैसा नतिरे पनि आई क्यान डु दिस। त्यो मलाई मेन त्यस्तो नै चाहिँ कुनैमा भएन होइन। पुरै सक्छु भन्ने चाहिँ होइन। जस्तै मलाई फरेन्सिकहरू रमाइलो लागेको थियो होइन। तर फरेन्सिकमा म लङ लास्टिङ बस्छु जस्तो लाग्दैन होइन।
होइन ओहो ल यसरी क्याडाभर जस मान्छे मरिसकेपछि यस्तो हुँदो रहेछ होइन पोस्टमार्टम यस्तो गर्दो रहेछ भन्ने कुरा त फर्स्ट टाइम फरेन्सिकमा गएर थाहा भयो नि गरेको त थियो अटोप्सीहरू होइन अटोप्सीहरू त्यो एउटा लाग्यो होइन अनि अर्को मेडिसिनहरूमा पनि अब नर्मल हुन्थ्यो त्यसमा त्यस्तो ओहो भन्ने लाग्दैन साइकेट्रीमा पेसेन्टहरूसँग कुरा गर्दा चाहिँ रमाइलो लाग्थ्यो मलाई चाहिँ अरू चाहिँ के हुन्थ्यो भने बर्नआउट हुन्थ्यो क्या पेसेन्टको कुराहरू सुन्दा मलाई चाहिँ ओहो यो मान्छेले यसरी सोचिरहेको यस्तो गरिरहेको मलाई त्यो चाहिँ साइकेट्रीमा खुब रमाइलो लाग्थ्यो अरू त्यस्तो भन्ने छैन ए ल दाजु अब जस्तै साइकेट्रीमा कस्तो कस्तो केस आएको थियो भन्दा होइन हामी एकचोटि अब नर्मल हाम्रोमा चाहिँ साइकेट्रीमा नि हिस्ट्री लिन जानुपर्ने हुनसक्छ वार्डमा होइन वार्ड साइकेट्रिक वार्डमा हिस्ट्री लिन गएको थियौँ एउटा चाहिँ मुड डिसअर्डरको पेसेन्ट मुड डिसअर्डर मुड डिसअर्डर एलिभेटेड मुडमा जस डिप्रेसिभ स्टेटमा हुनुहुन्थेन एकदम एलिभेटेड स्टेटमा एकदमै ह्याप्पी स्टेटमा होइन होइन मुड एकदम एलिभेटेड भएको स्टेटमा अनि गयौँ हिस्ट्री लिन होइन नर्मल छ कुरा गर्दा नर्मल छ कुराहरू होइन अनि त्यसै वार्डमा राखेको हो कि जस्तो लागेको थिएन भरे कुरा गर्दै जाँदाखेरि हामीले चाहिँ एउटा मेन्टल स्टेट एसेस गर्नलाई एउटा के अरे मेन्टल स्टेट एक्जामिनेसन भनेर चाहिँ एमएससीमा केही किसिमको क्वेसनहरू सोध्न पर्छ त्योबाट पेसेन्टले दिएको जवाफको अनुसार चाहिँ एउटा प्याटर्न हुन्छ क्या यो रोगमा यस्तो खालको प्याटर्न हुन्छ जब सोध्दै गएको थियौँ एक ठाउँमा सोध्न पर्ने थियो कि हामीले ल तपाईँले चाहिँ बाटोमा सर्प देख्नु अरे के गर्नुहुन्छ भनेर सोधेको जहाँ बोल्दै जाँदाखेरि एकदम खुसी भएर ह्याप्पिली एन्सर दिइरहनु भएको थियो जब त्यहाँ पुग्यौँ त्यहाँ पुगेपछि उहाँको एन्सर सुन्दाखेरि म दङ्ग परेँ क्या के कुरा सुन्यो भन्दाखेरि त्यो सर्पलाई म घाँटीमा बेरेर बच्चाहरू तर्साउन हिँड्छु भनेर भन्नुभयो क्या ओहो ल यो एन्सर त एक्सपेक्ट गरेको थिएन कसैले पनि बाटोमा सर्प देख्यो भनेदेखि त थलेर जान्छु कि त्यो सर्पलाई हुन्छ नि अब अलिकति के अरे निडर मान्छेले त्यो सर्पलाई म बरु गएर नटोक्ने हिसाबले फालिदिन खोज्छु बाटोबाट पन्छाइदिन्छु भन्छ होला भनेर सोचेको होइन उता त्यो सर्पलाई घाँटीमा बेर बच्चाहरू तर्साउने बच्चाहरूको बारेमा कुरै गरेको छैन ऊ बच्चा तर्साउन हिँड्छु भनेर भनेको छ होइन अनि त्यसपछि के भएर छ त्यो पेसेन्टको पछि डायग्नोसिस के निस्क्यो डायग्नोसिस त उसको त्यही मुड डिसअर्डर थियो बाइपोलर डिसअर्डर थियो मेनियाको फेजमा थियो जस त्यही फेजमा थियो मेनिया र डिप्रेसिभ दुइटा फेज हुन्छ नि त बाइपोलरमा मेनियाको फेजमा थियो त्यही थियो उसको डायग्नोसिस चाहिँ बाइपोलर डिसअर्डर थियो सो साइकेट्रिक पेसेन्ट्सको हिस्ट्री लिँदाखेरि चाहिँ तपाईँले एकदमै मलाई त्यहाँ चाहिँ यो फिल्डमा यस्तो मान्छेहरूसँग कुरा गऱ्यो भने म पनि बोर हुन्न भन्ने चाहिँ लाग्यो मलाई मेन कुरा चाहिँ त्यो बोर चाहिँ भइन्न है यो चाहिँ हुन्छ नि सब मान्छेको त्यही रोग छ भने आफ्नो स्टोरी हुँदो रहेछ त्यहाँ फिल गरेँ अब त्यहाँ लङ लास्टिङ तरिकाले लाग्न सक्छु सक्दिनँ त्यो थाहा छैन होइन तर अहिलेसम्म इन्ट्रेस्ट लागेको त्यो हो अब इन्ट्रेस्ट नै लाग्ने भन्ने कुरा गर्ने हो भने रिसेन्टली इन्टर्नसिप स्टार्ट गर्दा मलाई इमर्जेन्सी डिपार्टमेन्टमा पनि हेक्टिक थियो ड्युटी तर इन्ट्रेस्टिङ लागेको थियो सबै कुरा सिक्न पाइरहेको थियो होइन अनि चाडबाडको बेला रातिको बेला रोड ट्राफिक एक्सिडेन्टको केस टन्ना आउँथ्यो फ्युचर लाउन हात कामथ्यो सुरुमा पछि सिक्दै गयो अब त्यसरी पनि एड्याप्ट भयो होइन धेरै कुरा सिकेँ जस्तो नि बनाएँ अब तर त्यो कुरा पनि म यसो बुझ्छु इमर्जेन्सी डिपार्टमेन्टमा सधैँ लाग्यो भने त गाह्रै पर्छ यो हेक्टिक ड्युटी तिम्रो ठ्याक्कै तिम्रो जब इमर्जेन्सी डिपार्टमेन्ट सक्यो नि तिमी पेडियाट्रिक्समा गयो त्यसपछि मेरो स्टार्ट भयो क्या इमर्जेन्सी अनि त्यति बेला चाहिँ थुप्रै दायाहरूले मलाई भने क्या प्रान्जल एकदमै राम्रो छ उसको एकदमै नलेज एकदमै बेस्ट छ जस्तै तिमीले एकचोटि ट्रेन्च फुट तिमीले सायद डायग्नोज गरेको थियौ होइन त्यो दाइले मलाई भन्नुभएको थियो कि उसले त हेर्दाखेरि नि भन्दै दाइ यो त ट्रेन्च फुट हो जस्तो लाग्छ मलाई अनि दाइले पनि यार हेर्दाखेरि त्यस्तो लागेर पछि त्यही हो रहेछ भनेर भन्नु सो त्यो हिसाबले अब पछि एपेन्डिसाइटिसको जति पनि प्रोसिड्युर्सहरू छ जुन क्लिनिकल इक्जामिनेसन त्यो पनि तिमी सब गर्थ्यौ इन्डिपेन्डेन्टली सो त्यही त एकदमै साउन्ड नलेज छ भनेर थाहा भयो त्यहाँबाट चाहिँ होइन त्यो त अब त्यो तिम्रो नि थियो होला मेरो बेला त्यस्तो केस आयो मैले डायग्नोज गरेँ त्यही हो ठिक छ ओके ओके दुईवटा फेजहरू छ एउटा इन्ट्रान्स एक्जाम प्रिपरेसन फेज एउटा जुन एमबिबिएसको बोर्ड एक्जाम्सहरू हुन्छ स्पेसली गरेर फाइनल इयरको बोर्ड एक्जाम जुन कि एकदमै नो एकदमै रस अथवा एकदमै स्ट्रेसफुल जुन हामी भन्छौँ होइन मोस्ट स्ट्रेसफुल एक्जाम अफ द इन्टायर एमबिबिएस होइन फाइनल इयर सो त्यो दुईवटा फेजलाई कम्पेयर कसरी गर्नुहुन्छ इन्ट्रान्सको फेजलाई त मैले स्ट्रेस लिइनँ कहिले नि होइन एमबिबिएसको बोर्ड एक्जामको लागि त स्ट्रेस कस्तो भयो भन्दाखेरि राति नसुतिकन पनि पढ्यो होला त्यस्तो पनि भयो त्यस्तो अवस्था पनि आयो
फाइनल इयर त के भन्दाखेरि स्ट्रेस यस्तो थियो कि तर स्ट्रेस चाहिँ कहिले नि अनहेल्दी रूप चाहिँ लिन पाएन, हेल्दी ओके। स्ट्रेस नै थियो। बेला बेला अनहेल्दी स्ट्रेस हुन खोज्थ्यो होइन, सुत्न खोजेको बेला निद्रा लाग्दैन होइन, पढेको र भ्याएको छैन भन्ने चाहिँ गराउँथ्यो। तर त्यही हो अब मलाई फाइनल इयर चाहिँ गाह्रै भयो पढ्ने बेला चाहिँ। तर मैले जस के थियो भन्दाखेरि यो फाइनल इयरमा चाहिँ मेरो इन्टेन्सन के थिएन कि म एक्जाम राम्रो गर्छु भन्ने इन्टेन्सन त होइन। मेरो इन्टेन्सन के थियो भने म यो टाइम पिरियड चाहिँ यसरी बिताउँछु, म वेस्ट गर्दिनँ भन्ने इन्टेन्सन बनाएपछि मलाई अलिक सजिलो भयो। सो द्याट बिङ सेड कि बोर्ड इक्जामको फेज चाहिँ वाज कम्पेरिटिभली हार्ड। एकदम होइन बोर्ड एक्जाम त धेरै फरक भयो नि। यो इन्ट्रान्स प्रिपेरेसन त के हो के हो त्यसको ए हो अगाडि त के हो नि, इन्ट्रान्स प्रिपेरेसनमा धेरै न धेरै भयो ल नाम निस्किन्न भन्ने हुन्छ होइन। अब नाम ननिस्के पनि छ त पोसिबिलिटी होइन, कि अर्को सेक्टरमा जान्छु। अब यो त डक्टर लाइन लिइसक्यो, अब तिमी अर्को सेक्टरमा जान्छु भन्न तर ठुलो डिसिजन भयो नि त। फाइनल इयर पास गर्न नसकेर अर्को लाइन जान्छु यहाँ पनि त सप्लिमेन्ट्री इक्जाम हुन्छ नि त, 6 महिनापछि फेल भयो भने फेरि दिन पाउँछ। फेरि दिन पाउँछ, तर के हुन्छ भन्दाखेरि त्यो किसिमको प्रेसर लिन पर्दैन नि त। जस्तै जुन किसिमको प्रेसर छ एमबिबिएसको बोर्ड एक्जाममा, त्यो किसिमको प्रेसर इन्ट्रान्समा लिन पर्दैन नि त। एक्जाम आउनुभन्दा 1 महिना अगाडिदेखि टेन्सन मात्रै हुन्छ इन्ट्रान्समा होइन। अब हो ल प्रिपेरेसन छैन भने एमबिबिएसको तिमी यस्तो अवस्थामा पनि पुगिन्छ भने राति सुत्दा पनि त्यही कुरा पढेको कुरा याद भइरहेको हुन्छ। पढ्दा दिमागमा पढ्दै घुमिरहन्छ होइन के छ मेरो एउटा बिर्सेको कुरा। साथी, अब हाम्रो त्यही साथी एकजना साथीले एक्जाम सकिएको 5 दिनपछि त्यो बिदाको बेला होइन, एक दिन दिउँसो न्याप लिन्छु भनेर न्याप लिन बसेछ। ओहो ल पेडियाट्रिक्सको त टपिकै बाँकी छ भनेर पढ्दा पढ्दै सपनामा पढिरहेको, उठेर पेडियाको टपिक पढ्न थालेर 5-6 मिनट पढ्यो अरे। त्यसपछि ला एक्जाम त सकिसक्यो भनेर किताब बन्द गर्यो क्या। त्यो पोस्ट ट्रमा पनि हुन्छ कुनै कुनै यसलाई के भन्छ पिटिएसडी होइन, पोस्ट है। ट्रमाटिक स्ट्रेस अब त्यो नै त थिएन होला, त्यो लेभलमा अँ, थिएन, तर उसलाई त्यो त्यो ट्रमाले त्योसम्म त्योसम्मको होइन लग्यो जिन्दगी अब छैन त, अब आनन्दले बस्ने बेला पनि भइसक्यो। उसलाई त्यो तनावले अलिअलि छोइरहेको छ, त्यस्तो पनि बनाउनु। अनि मान्छेले भन्छन् कि यो एमबिबिएस पढ्ने बेला मान्छे पागलै हुन्छ अरे, त्यस्तो पनि हुन्छ जस्तो लाग्छ तपाईँलाई? हामी पागलै हुने भइयो भने छुट्टै बौलाएर कुरा। बस्ने एकदम त्यो अब त्यस्तो जस्तो हामी त छैनौँ होला होइन, अडियन्सले हामीलाई पागल भयो भने त छुट्टै कुरा होइन, होइन। मैले धेरैजनाले सुनेको छु कि मलाई पनि पहिला लाग्थेन होइन, तर त्यो तर पागल जसरी पढ्न त पऱ्यो नि त, एकै ठाउँमा बसेर 20 घन्टा होइन। मैले अब जस्तो पढ्दाखेरि आइप्याडमा पढाएको थिएँ, हाम्रो गाइनेको एक्जाम हुँदाखेरि मैले आइप्याड मात्रै कन्टिन्युअसली 16 घन्टा 40 मिनट हेरेको रहेछु क्या। आमामा, अब कन्टिन्युअसली 24 घन्टामा 16 घन्टा 40 मिनट हेरिरहेको छु, म सुत्या कति टाइम रहेछु, म त्यही दङ्ग परिरहेको छु होइन। भनेको अब त्यो त पागल जसरी पढे जस्तो भयो नि त। होइन त्यो त के, त्यो त तपाईँ ओरिएन्टेड हुनुहुन्थ्यो नि। पागल भन्नाले के केही थाहा छैन उसलाई अरू वरिपरि के भइरहेछ, पढ्दा पढ्दा दिमाग यतिको ब्लन्ट भइसकेछ कि इज आउट अफ होला हिज माइन्ड। सोसियलाइज नर्मल ग्रुपमा हुन सक्दैन, तर आफ्नो साथीको ग्रुपमा त सोसियलाइज भइरहेको छ। तर त्यही भएर हाम्रो किसिमको नर्मल त यही नै हो भन्छु म चाहिँ होइन, तर अँ, त्यस्तो छैन होला, अँ, छैन जस्तो लाग्छ। म चाहिँ के भन्छु भने यदि मलाई कसैले यो क्वेसन सोध्छ भने म चाहिँ के भन्छु भने 11-10 क्लासमा हामीलाई 10 क्लासकै कोर्स हार्ड लाग्छ। 11 क्लासमा 11 अँ, क्लासकै हार्ड लाग्छ। 12 क्लासमा आउँदाखेरि लाग्छ कि यार 11 क्लास त के हो यार, 12 क्लासको अँ, अर्ग्यानिक केमिस्ट्री ओ माई गड भन्ने टाउकोमा अँ, हात राख्छौँ होइन। अँ, अनि त्यस्तै गरी अब फर्स्ट इयरको बेला फर्स्ट इयर नै हार्ड लाग्छ एमबिबिएसको। तर त्यो एडेप्ट हुँदै जाँदो रहेछ क्या। अँ, तिमीलाई थाहा हुन्छ कि यति त मैले गर्नु नै छ जसरी हो पनि होइन। हो सो त्यो हिसाबले त्यस्तो मलाई त्यो पागलै हुने गरी हुन्छ जस्तो त मैले कहिले पनि मानेन। अँ, पागल हुने गरी पढ्न पर्यो त्यही हो। पढ्नु ल ठिक छ। ओके, नाउ अब तपाईँको फ्युचर प्लान्सहरू के छ? व्हाट आर योर प्लान्स फर रेजिडेन्सी, एमडी, एमएस कता गर्ने प्लान गर्नुभएको छ? के गर्ने प्लान गर्नुभएको अहिले त्यस्तो त्यस्तो यही गर्छु भन्ने चाहिँ छ? टेन्टेटिभ एउटा सानोतिनो प्लान छ होइन। तर नेपालको अवस्था नि बुझ्दैछु कस्तो छ होइन, उम्, नेपालमा सकिन्छ जस्तो लाग्छ भन्ने होला, अप्सन होला होइन। अँ, होइन नेपालमा होइन बाहिर बुझ्नुपर्छ भन्ने, इन्डोनेसिया गएर आएर पनि अँ, एक हिसाबले बनाएँ। म त लिमिटेड रिस्ट्रिक्टेड भएर बसिरहेको रहेछु होइन। रहेछु होइन? बाहिर यत्रो कुरा भइरहेछ, अँ, मलाई यहाँ बसेर हो, खालि म एउटा कुरा एक्ज्याक्टली, घोकेर एक्ज्याक्टली बसिरहेको माई छु पोइन्ट। होइन। अँ, त्यो पनि उम्, हुनसक्छ होइन। अब मलाई कुन कुराले डोमिनेट गर्छ उम्, त्यो अब मेरो 2 वर्षको बोन्डिङपछि त्यही कुराले डिटरमाइन गर्न सक्छ। र भनेपछि मेरो जस दिमागमा एउटा प्लान चाहिँ ब्रोड प्लान चाहिँ बनेको छ। के छ अब प्लान भन्नु न त? सेयर प्लान गर्न मिल्छ भने। यस्तो प्लान भनिहाल्यो भने पनि त्यो भएन ल भने ठिक छ, ठिक छ। भइदिँदैन। ओके, के हुन्छ अन्डरस्ट्यान्ड। जे होस्, इन्डोनेसिया गएपछि तपाईँको एउटा यो कन्सेप्ट चाहिँ बन्यो कि यहाँ नेपालमा बसेपछि वी आर लाइक फ्रग इन द वेल।
हामीले त्योभन्दा बाहिरको जुन समुद्र छ त्यसको बारेमा थाहा नै छैन। त्यही त त्यो हामीलाई थाहा चाहिँ छ होइन, हामीसँग सोसल मिडिया छ, हामी एक्सपोजर छ। तर त्यही त हो नि, जति उसले त्यो क्यामेराले देखाउँछ त्यति देखेका छौँ क्या, ए त्योभन्दा हो। बाहिर देखाएको छैनौँ जुन हामीले छैन। अलिकति एक्सपिरियन्स गरेको गरेको नि त्यही हो। हो, त्यही हो। ओके। अब नेपालमा चाहिँ डक्टर्सहरूको लाइफस्टाइलको बारे, उम्, नेपालमा हेल्थ केयर सिस्टमको बारे, डक्टरहरूको जुन सर्भिस छ त्यसको बारेमा अलिकति कुरा गरौँ। व्हाट इज द सिचुएसन अफ हेल्थ केयर इन नेपाल करेन्टली फ्रम डक्टर्स पर्सपेक्टिभ एन्ड अँ, फ्रम पेसेन्ट्स पर्सपेक्टिभ? डक्टर्स पर्सपेक्टिभबाट त हेल्थ केयरमा म्यान पावर कमी छ होइन। कमी छ। एउटा त कारण के छ भने हामी सबै अब म्याक्सिमम् त यहाँ अपर्च्युनिटी पाए पनि यहाँ अब हुन्छ नि लाइफस्टाइल जस्तो सोचे हुन्छ एमबिबिएस गरेपछि त्यस्तो नपाएपछि त गइहाल्छ नि, विदेश गएर जाने रेट पनि बढी छ होइन। आजकल त म त भन्छु कि 70 to 80% जुन ग्रेजुएट्सहरू छ नि एमबिबिएस विदेश नै पलायन भइरहेको। अब एनएमसी नम्बर लगभग 40,000को आसपास रहेछ होइन अँ, अहिले, अँ, मैले बुझेअनुसार 40,000को आसपास होला। त्योमध्ये कति, त्यो भनेको त अहिलेसम्मको स्टार्टिङदेखिको 40,000 डक्टर छैन, अँ, त्योमध्ये कति रिटायर भइसकेको छ, कति कतै बिते पनि होला, बिते मरे पनि पनि होला। होला होइन। अनि कति विदेश पनि गछन् होला भनेपछि यहाँ त कति छन् होला र हार्डली कति छन् होला, अब एक्सपेक्ट आफै सोचौँ होइन। अँ, त्यसैले त्यो अब हाम्रोमा त म्यान पावर एउटा त जेनेरेट पनि कम भइरहेछ, अँ, अनि अर्को डिमान्ड पनि फुलफिल भइरहेको छैन। भएको छैन। प्लस जति जस्तै मेडिकल अफिसरले कमाउँछ बाहिर जाँदा भनेर भन्छन् होइन, तर त्यो किसिमको फ्यासिलिटी अझै पाइरहेको छैन क्या। नत्र बाहिर जान अँ, इच्छा नि हुन्थ्यो नि त, म इच्छा बाहिरै गएर बस्छु नि त, भ्याली बाहिर गएर काम गर्छु, मजाले बस्छु भन्ने अँ, त्यो किसिमको इन्भाइरोमेन्ट पनि देखिन्न क्या। जुन उम्, मेरो पर्सपेक्टिभबाट मैले अहिलेसम्म त भोगेको छैन होइन। होइन, तर मैले सबै हामीले अब सिनियरहरूको कुरा त सुनेको छौँ नि, जो गएरै आएको छन् मेडिकल अफिसरहरू र हाम्रै दाइ दिदीहरू होइन जो उम्, जानुभएको छ, उहाँहरूले भनेको कुरा सुन्दाखेरि त अझै धेरै कुरा बाँकी छ होइन। तर के छ भने नेपालको हेल्थ केयर सिस्टम चाहिँ राम्रो छ है। धेरै कुरा धेरै इन्भेस्टिगेसनहरू बाहिरको भन्दा सस्तै छ होइन। सस्तै छ। बाहिरबाट त्यही भएर त आउँछन् नि यहाँ होइन। हो, जस यहाँ त्यो सिस्टमहरू चाहिँ मलाई चाहिँ त्यो राम्रो लाग्छ। अनि अर्को कुरा त्यही हो, डक्टरहरूले त्यो एउटा डक्टर र पेसेन्टमा ग्याप हुने भएको कारणले कस्तो चाहिँ टाइपको ग्याप? कम्युनिकेसन ग्याप नै कम्युनिकेसन ग्याप। होला होइन। अब हामीले यत्रो 5 वर्ष लाएर पढाइ हुन्छौँ, बुझाइ हुन्छौँ उम्, त्यही कुरा होइन, त्यो पनि बुझ्न गाह्रो भइरहेको हुन्छ। त्यही कुरा पेसेन्टलाई बुझाउनु पर्छ। अब पर्छ। पेसेन्टलाई 5 मिनटमा कसरी बुझाउने त्यही बुझाउनु कुरा होइन। गाह्रो त्यो छ। पनि हुन्छ। अब पेसेन्टको पर्सपेक्टिभबाट उनीहरूले फेरि कसरी बुझिदिन्छन् कुरा होइन। कहिलेकाहीँ के हुन्छ भने त्यही मेडिकल लिगल केसहरूमा चाहिँ कहिलेकाहीँ डक्टर राइट हुँदा हुँदै पनि डक्टरहरूले चाहिँ लिगल्ली जाने भन्दा पनि पिटाइ खाइरहेको हुन्छन् नि पिटाइ त्यस्तो नै खान्छन् है? भएकै छ नि। अँ, हामीले जस्तै अब रिसेन्टली 1 इयर ब्याककै कुरा पनि होइन, यसो सुनिरहेको छ होइन। अब यो त भनौँ वर्ष अँ, 1-2 वर्षमा एउटा न्युज आइरहेको हुन्छ आइरहन्छ। होइन एउटा सधैँ। मेजर न्युज नै आउँछ। मेजर न्युज आउँछ, माइनर कति भए माइनर होला कति त होइन, भयो होला। कति नभनिकन बस्यो नि भनेछ। अब यो कुरा चाहिँ पेसेन्ट पर्सपेक्टिभबाट पेसेन्ट पनि अब यो हाम्रो पनि गल्ती भयो होइन। तर पेसेन्ट पर्सपेक्टिभबाट पनि एउटा कुरा के चाहिँ बुझ्नुपर्छ भने अँ, हामी भगवान् त होइन नि त। होइन। र हामीले पनि पढ्दै गएको मिस्टेक हुने ठाउँमा हामीले पहिल्यै अलर्ट गराइसकेका हुन्छौँ यो समस्या हुनसक्छ भनेर होइन। त्यो समस्या भएपछि त्यो कुरामा हामीले मन लाएर त केही हानि गरेन। त गरे होइन नि त। एक्ज्याक्टली। हाम्रो इन्टेन्सन पनि अँ, केही नि हुँदैन अँ, होइन। कसैलाई मन लाएर विष हालेर दिन्छ र खानेकुरामा होइन, दिँदैन नि, हो त्यही त हो नि। जति नै अँ, खराब मान्छे हो नि विषै हालेर खान कसैलाई दिँदैन क्या। त्यो हो। भनेको अब डक्टरहरू झन् उसको इन्ट्रेस्टै बिरामी जोगाउने भन्ने जोगाउने, हुन्छ मान्छे बचाउने हुन्छ हुन्छ भने भने उसको अँ, झन् उसको अँ, इन्टेन्सन त त्यो त हुनै सक्दैन नि। सही। असम्भव भयो त्यो अँ, रियर 0.1 0.2% को कुरा हेरेर फेरि 99.98% हो यता त्यो पर्सेन्टलाई दोष लाउन पाइएन नि पाइएन। त फेरि, राइट। त्यो पनि हो। अँ। तपाईँले भन्नुभयो कि एउटा डिस्क्रिपेन्सी मैले पाएँ। तपाईँले भन्नुभयो कि नेपालमा चाहिँ डक्टर्सहरूको डिमान्ड बढी छ, म्यान पावरको कमी छ। सो द्याट बिङ सेड जति डक्टर्सहरू प्रोडक्सन भइरहेछ होइन एमबिबिएस अथवा एमडी, एमएस पास गरेर तिनीहरू त यहीँ सकेसम्म काम गर्नुपर्ने हो, सकेसम्म यहीँ राम्रो व्यवस्था हुनुपर्ने, तर म्याक्सिमम् आर दे आर गोइङ अब्रोड, दे आर सेटलिङ अब्रोड। यो बिचको ग्यापलाई चाहिँ कसरी कन्भे गर्न सकिन्छ, कसरी चाहिँ समाधान गर्न सकिन्छ? त्यो त यहाँ अपर्च्युनिटी क्रिएट गर्नु पर्यो, स्टेबल पार्न सक्नु पर्यो, म त्यो त चाहिँ त्यही कसको भन्छु। रेस्पोन्सिबिलिटी हो? त्यो रेस्पोन्सिबिलिटी सबै लेभलबाट हुनु पर्यो क्या। उहुँ, अब हामी खालि माथिल्लो लेभललाई मात्रै भन्छौँ होइन।
माथिल्लो लेभलले गरेको कुरा नि तल्लो लेभलले फलो गर्नु पऱ्यो नि त गर्नु पऱ्यो। होइन। अब त्यही हो, त्यो सबै तर्फबाट हुनु पऱ्यो क्या। उम्, त्यो एकजनाको मात्रै उम्, एफर्टबाट हुँदैन, उम्, एउटा टिम एफर्ट हो होइन। उम्। त्यही 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 तपाईँले एउटा मात्रै कुरा यदि चेन्ज गर्न सक्नुभयो भने उम्, द्याट वुड मेक द लाइफस्टाइल अफ डक्टर्स बेटर हियर उम्। सो द्याट मोर डक्टर्स वुड वर्क हियर इन्स्टेड अफ गोइङ अब्रोड। त्यो चाहिँ के होला? यहाँ बाहिरको स्टाइलको के अरे रेसिडेन्सी सिस्टम गराउनु पऱ्यो होइन। ओके। प्लस के हुन पऱ्यो भन्दाखेरि बाहिरको स्टाइलको भन्नाले स्टेबल बनाउने हिसाबले नै क्या। उहुँ, उसलाई एमडी गरेर चाहिँ अझै 1-2 वर्ष कुरेर चाहिँ पैसा कमाउनु बल्ल सकिन्छ भन्ने होइन कि। अँ, उसलाई पैसाको बारेमा सोच्नै नपरोस् न। नपरोस् एक्ज्याक्टली। पढिरहेछ नि त। पढिरहेछ। पढिराखेपछि उसलाई पैसाको बारेमा सोच्नै अँ, नपरोस् होइन। परिवार कसरी पाल्ने सोच्नै सोच्नु नपरोस्। पऱ्यो। अब हुन्छ युजली 30s मा अँ, रेसिडेन्टहरू 30सम्मको हुन्छ बिहे नि। गरिसकेको हुन्छ, बिहे कसै कसैको त गरिसकेको छोरा हुन्छ पनि होइन। होला होइन। त्यो सो त्यो कुरालाई उसलाई सोच्नु नपरोस् न। उसलाई खालि बिरामीको बारेमा सोच्नु अँ, परोस् न। अँ, हो त्यस्तो सिस्टम बनाइदिनु अँ। पऱ्यो। बेसिकली मैले पनि त्यही कुराले एग्री गर्छु। यदि इफ देयर इज ओन्ली वान थिङ द्याट द गभर्मेन्ट अर द हायर एजेन्सिज क्यान मेन्टेन इज हुँ, टु इन्क्रिज द स्यालेरी हुँ, अफ द रेजिडेन्ट्स अफ द यङ डक्टर्स स्पेसली। स्यालेरी मात्रै पनि भएन क्या। अँ, स्यालेरी बढाइदिएर मात्रै पनि भएन, फ्यासिलिटी पनि चाहियो। फेसिलिटी चाहियो। अब गछ कुनै एउटा दुर्गम कुनै हस्पिटलमा होइन, उम्, अनि त्यहाँ बसेर रेसिडेन्ट बनेर काम गरेछ। अँ, अनि त्यहाँ उसलाई पैसा दिएछ ल 2-3 लाखै दिएछ होइन। तर उसलाई बस्ने गर्ने सुविधा नै छैन, गतिलो त्यो त ठाउँै अब छैन। त्यो इन्फ्रास्ट्रक्चर नि चाहियो नि त चाहियो। होइन। उसलाई स्यालेरी आफ्नो ठाउँमा छ होइन। स्यालेरी सँगसँगै बस्ने उसलाई स्टेबल बनाएर राख्ने सुविधा चाहियो क्या। ओके। घाँसबास, कपास सबै चाहियो। ल म तपाईँलाई एउटा क्वेसन दिन्छु। इफ यु वेयर टु विन अ लटरी अफ 100 crores नाउ देन वाट वुड यु डु? तपाईँसँग 3वटा अप्सन छ। त्यो अप्सन पनि छ। अप्सन पनि छ। यु वुड क्विट मेडिसिन एन्ड रिल्याक्स अँ, होइन, कन्टिन्यू टु पर्स्यु यर मेडिकल करियर हुँ। अर चेन्ज करियर्स। अब मेडिकल करियर त म आफ्नो इन्ट्रेस्टले आएको नि, पर्स्यु गर्छु नि। पर्स्यु गर्नुहुन्छ। यत्रो मेहनत गरिरहेको छु, पैसा कमाउन आयो र होइन। 1 लाख के अरे 1 करोड कति करोड 100 करोड। 100 100 करोड करोड। पाए पनि मेरो त यो त मैले पैसा तिरेर पाएको कुरा होइन नि त। हो। मेहनत गरेर पाएको कुरा हो अँ, नि त यो जस डिग्री त होइन। हो। म यो त पर्स्यु गर्छु। केही न केही किसिमको सानो प्र्याक्टिस त गरेर बस्छु। ओके। ल अब हामी नेक्स्ट सेक्सनमा जाऊँ। उम्, तपाईँको जुन यु नो तपाईँको जुन पर्सनल लाइफ छ, तपाईँको जुन थट प्रोसेस छ, त्यसमा हामी अलिकति डाइभ इन गर्छौँ है उम्, त। तपाईँले कन्सिस्टेन्टली 5 वर्षको एमबिबिएसको जर्नीमा होइन, उम्, युआर कन्सिस्टेन्टली ऱ्याङ्क एमङ दि हाई एक्सेलिङ स्टुडेन्ट्स उम्, एकाडेमिकली उम्। होइन। सो हाउ डु यु थिङ्क यु क्यान मेन्टेन द्याट? हाउ क्यान स्टुडेन्ट मेन्टेन द्याट? त्यो कन्सिस्टेन्सी चाहिँ कसरी मेन्टेन गर्ने मतलब? भन्नाले कसरी चाहिँ अब कतिपय कतिपय त मान्छेहरू मोटिभेटेड हुँदैनन्। एभ्री डे पढ्नुको लागि पनि त मोटिभेसन अँ, आउँदैन नि त होइन। त्यो त मलाई नि आउँदैन थियो होइन। सो त्यो त त्यो कसरी आउँदैन गर्नु? थियो। त्यो अँ, त के भन्दाखेरि रुटिन बनाउन खोज्ने हो, कन्सिस्टेन्ट हुने हो होइन। हप्तामा 7 दिन नपढे पनि उम्, 5 दिनसम्म त पढ्नु पऱ्यो। 2 दिन उम्, अल्छी लाग्ला, 5 दिन चाहिँ मेहनत गर्नु मेहनत पऱ्यो। गर्नु पऱ्यो। त्यही हो अँ, 80-20 रुल फलो गर्नु 80-20 रुल। पऱ्यो होइन। राइट, राइट। अँ, जस्तै 80-20 रुल फलो गर्दै जाने। उम्, अब हामीले के हुँदो रहेछ भने मार्क्स ल्याउने आफ्नो ठाउँमा हुँदो रहेछ, फेरि प्र्याक्टिसको कुरा अर्को ठाउँमा हुँदो रहेछ क्या ओके। होइन। दोज टु आर डिफरेन्ट थिङ्स डिफ्रेन्ट होइन त? एकाडेमिकल्ली साउन्ड मान्छे चाहिँ क्लिनिकल्ली जे पाइँदै पनि हुनसक्छ होइन। हुनसक्छ। अँ, त्यो त्यही भएर पढ्ने तरिका अँ, म त्यस्तो मलाई एमबिबिएसको फेजमा त्यस्तो राम्रो मार्क्स ल्याए जस्तो पनि लाग्दैन कुनै फेजमा होइन। हामीलाई मैले त लाग्छ। होइन, तर के भन्दाखेरि मैले त्यसरी फोकस गरेको थिएन क्या। अँ, म बरु क्लिनिकल्ली बुझ्न खोज्छु, अँ, एकाडेमिकल्ली म एभरेज भयो नि केही फरक अँ, पर्दैन भन्ने ठिक मेरो छ। सोच थियो होइन। म त्यसरी नै गएँ अनि मेरो फोकस चाहिँ बिस्तारै अ, म पर्सनल्ली पनि डेभलप हुनुपर्यो, खालि पढेर मात्रै त हुँदैन भएन। रहेछ नि त एक्ज्याक्टली। होइन। अनि एक्स्ट्रा कुराहरू पनि गर्नु पऱ्यो, बुझ्नु पऱ्यो भनेर अब फिजिकल हेल्थलाई नि साइड बाई साइड सोचिराख्ने होइन। उम्, अनि अलिकति यस्तो मोटिभेसन काउन्सिलिङ गर्ने क्लासमा पनि गइराख्ने होइन। उम्। त्यस्तो पनि गर्दै टाइम यताउता गर्थेँ नि त, डिस्ट्रिब्युट गर्थेँ त्यसरी होइन। जस्तो पनि हुनुपर्छ। मेरो पर्सपेक्टिभले चाहिँ म चाहिँ के भन्छु भने मैले तिमीलाई एकदमै क्लोजली अब्जर्भ गरेको छु नि होइन। वी अँ, आर भेरी गुड फ्रेन्ड्स। सो मलाई चाहिँ के लाग्छ भने द रिजन बिहाइन्ड यु डुइङ वेल एकाडेमिकली उम्। इज बिकज अफ यर सिस्टम्स अफ यु वर्क एथिक। बिकज तिम्रो यस्तो छैन कि तिमी रोनाल्डो ह्याबिट बनाइदियो त मलाई मुकुन्दले। होइन होइन, म आफ्नो पर्सपेक्टिभ भनिरहेछु। म आफ्नो पर्सपेक्टिभ रोनाल्डो भन्छु।
वर्क एथिक भनेर अँ, के म आफ्नो पर्सपेक्टिभ भनिरहेको छु। तिमीले जुन भनेको छ कि मेरो पढ्ने तरिकाहरू, टेक्निक्सहरू छुट्टै थियो अरूभन्दा। म 4 बजे 5 बजे उठेर पढ्थेँ, होइन? त्यसपछि यति घन्टा पढ्छु भनेपछि पढ्छु नै, होइन? त्यसपछि 10 मिनट ब्रेक अब लिन्छु। यो पढ्ने टेक्निक्सको बारेमा मैले अलिकति कुरा काटिहालेँ होइन। उहुँ। यसको मैले यही च्यानलमा भिडियोहरू नि छन् है। ए ओके। त्यो सो पनि प्लिज गो एन्ड वाच द्याट भिडियोज है। यही मैले पनि च्यानल हेरेको छु। मेमोरी प्यालेस होइन? एक्टिभ सबै छ। रिकल छ। जस मेरोमा मैले छ। त्यो अँ, के हुँदो रहेछ भने तिमीलाई रिवार्ड रिवार्डिङ कुरा गर्दै गयो भने अझ गर्न मन लाग्छ नि। मन लाग्छ। 2टा किसिमले मान्छेले सिक्छ भन्छ नि त। एउटा चाहिँ पनिसमेन्ट, अर्को रिवार्ड सिस्टमले होइन। पहिला पनिसमेन्ट हाम्रो बुवा हजुरबुवाको पालामा पनिसमेन्ट सिस्टमले सिकाइन्थ्यो। सिकाइन्थ्यो। हाम्रो पालामा चाहिँ अब रिवार्ड सिस्टमले सिकाउनु पर्छ भन्ने कन्सेप्ट छ होइन, छ। रिवार्ड गराएर। उम्, अनि जुन यो टेक्निक्सहरू भने यो चाहिँ मलाई लाग्छ एक किसिमको रिवार्ड सिस्टम हो क्या। यो टेक्निक लाएर पढाएछ अरूभन्दा 20% बेटर गरिरहेछौ होइन। तिमीलाई एक किसिमको भित्र आफैलाई रिवार्ड फिल हुन्छ नि त होइन। उम्। त्यो किसिमको कुरा पनि आयो क्या। वेन यु सी योर फ्रेन्ड्स टेकिङ डिफ्रेन्ट रुट्स, उम्, होइन? तिम्रो साथीहरूले कुरा गर्छन् कि यार म त प्ल्याब गर्छु, म त रिसर्चमा जान्छु, म युएसएमडी गर्छु, म आइएनआइसेट गर्छु। सो त्यति बेला चाहिँ डु यु थिङ्क द्याट यु आर अल्सो अ पार्ट अफ द रेस एन्ड मेबी यु आर ल्यागिङ बिहाइन्ड अर यु आर रिल्याक्स्ड अबाउट यर पार्ट? व्हाट डु यु थिङ्क? लाग्छ अब के गर्ने हो एक्ज्याक्ट छैन नि त अहिलेसम्म उम्, सोच होइन। उम्, त्यो पनि गरौँ, यो पनि गरौँ जस्तो जस्तो लाग्छ। लाग्छ। पछि पछि भयो कि जस्तो पनि लाग्छ उम्, लाग्न त। ठिक सिम्पल छ। एन्सर यस। Okay. So have you ever faced burnout in your maybe during MBBS days or even in MBBS? सुरुदेखि नै Internship? इन्ट्रान्स फेजमै मैले भने म 5 देखि Ah, बेलुका 5 बजीसम्म पढ्थेँ। ah, त्यसपछि म नपढ्ने होइन बर्नआउटले गर्दा हो क्या। burnout. त्यो हरेक दिन बर्नआउटै हुन्थ्यो क्या। अनि Mhm, भोलिपल्ट फेरि जोस आउँथ्यो अनि फेरि mhm, पढ्यो। त्यो त जुन बेला नि हुन्छ mhm, बर्नआउट। तर के भइदियो भन्दाखेरि 3rd इयरको फाइनल एक्जामहरूमा चाहिँ mhm. एक्जामको बेला पनि बर्नआउट भयो। खास गरी एक्जामको बेलामा कहाँ केही किसिमको स्ट्रेन्थ आउँथ्यो क्या पढ्नलाई होइन। अँ, जुन फाइनल इयरमा भन्न होइन लक्किली अँ, भएन, होइन भएन बर्नआउट भएन। अँ, पढ्न सोचेको अँ, जति टाइम पढ्न सकिरहेको थिएन। उम्, 3rd इयरमा त्यो बर्नआउट आइरहेको थियो कि केही न केही उम्, कारणले, थाहा छैन उम्। अब त्यो फेजले। अब त्यसले गर्दाखेरि चाहिँ त्यो बेला गाह्रो परेको थियो मलाई। भनेपछि यसरी बुझ्दाखेरि चाहिँ इफ यु वान्ट टु पर्फर्म वेल एकाडेमिकली अर क्लिनिकली, सो हामीले यो सोचेर हिँड्नु पऱ्यो कि बर्नआउट इज गोइङ टु बी अ पार्ट अफ आवर लाइफ। अँ, हुन्छ तर त्यसलाई मिनिमाइज गर्ने ठाउँ नि खोज्नुपर्छ। जस्तै किनभने सधैँ अँ, तिमीलाई प्यासन आफ्नो मन लागेको कुरा नि गर्न पर्यो होइन। जस्तै यो जुन भिडियो बनाइरहेको छौँ हामीले होइन, अँ। यो जस्तै पनि मेरो प्यासन त आई वान्ट टु वाच मुभिज, युट्युब चलाउनु मन लाग्छ। सो कि म त्यही यदि गरेर यदि त्यो प्रोडक्टिभ काम अँ, हो भने त्यसले बर्नआउट हटाउँछ जस्तो लाग्छ। फेरि ओके। त्यो प्रोडक्टिभ भएन नि त। रोटी युट्युब भयो। युट्युब हेरेपछि, इन्स्टा फिल्म रिल्सहरू हेरेपछि ल तिमीलाई एकदम सेटिस्फाइड फिल हुन्छ, मैले केही जानेँ भन्ने हुँ, हुन्छ हुँ, भने त कुरो सक्छ होइन। हुँ, नत्र प्रोडक्टिभ काम केही गर्यो भने अँ, जस्तै आज एउटा यो भिडियो बनाएँ होइन। अँ, यो भिडियो बनाएपछि ल अब यो युट्युबमा अपलोड गरिन्छ। केही न केही राम्रो भयो। इन्फर्मेसन बाँडिँदैछ होइन। अँ, म केही न केही राम्रो कुराले चिनिँदैछु भन्ने अँ, भएपछि त एक किसिमको एक्ज्याक्टली। होइन यो टाइम वेस्ट जस्तो लाग्दैन नि त। हुँ, अनि यो कुराले बर्नआउट हुँदैन क्या। हुँ, जुन अब बिहानदेखि हिजोदेखिको ड्युटी छ, भोलि हुने ड्युटी छ, त्यो फेस गर्नलाई यस्तै कुराले रमाइलो दिने त अनि हुँ, होइन। ठिक छ। तिमीमाथि यति धेरै एक्सपेक्टेसन्सहरू छ तिम्रो टिचर्सको, तिम्रो फ्रेन्ड्सको, तिम्रो फ्यामिलीको स्पेसली होइन? अँ, अनि कहिलेकाहीँ यस्तो लाग्दैन कि यार म यिनीहरूको एक्सपेक्टेसनमा स्ट्यान्ड आउट गर्न सक्छु कि सक्दिनँ? कहिलेकाहीँ डाउट लाग्छ कि लाग्दैन? जुन मैले पेसेन्ट म्यानेजमेन्ट गर्न सक्छु कि सक्दिनँ होला राम्ररी? म अब जुन लाइसेन्स एक्जाम छ त्यसलाई के गर्छु होला? म फ्युचरमा कस्तो बन्छु होला? त्यस्तो डाउटहरू कन्फ्लिक्टिङ कुराहरू दिमागमा आउँछ कि आउँदैन? पहिला चाहिँ बढी आउँथ्यो। हुँ, अहिले बुझ्दै गएपछि चाहिँ एड्याप्ट भएर हो कि होइन। अब त्यो आउने नै रहेछ क्या। अलि हुँ, राम्रो गर्दै गएपछि एक्सपेक्टेसन सबको बढ्ने रहेछ गर्छु। नि त। यो राइट। मान्छेले गर्छ भनेर गर्छ गर्छ भनेर। अँ, आफूले सकिन्न जस्तो लाग्छ अनि अरूले चाहिँ आफ्नो पक्ष लिएर ल हुँ, उसले सक्छ, म सक्छ जिम्मा लिन्छु। म जिम्मा मैले लिन्छु। आफ्नो जिम्मा लिने छैन, लिन सकेको छैन होइन। अरूले मेरो जिम्मा लिँदियो भने त एउटा डर त हुन्छ नि त। हुँ, तर अहिले चाहिँ ह्यान्डल गर्न हुँ, बिस्तारै सकिरहेको छु र हुँ, सकौँ भन्ने चाहिँ सकौँ आश भन्ने छ छ। पछिसम्म होइन। हुँ, अब त्यही हुँ। हो कुरा चाहिँ। तिमीले अहिलेसम्म एमबिबिएसमा गर्दाखेरि चाहिँ कुन पार्टमा चाहिँ यु थिङ्क द्याट यु बिलोङ टु दिस पार्ट? कि जस्तै कि एउटा भयो तिम्रो एकाडेमिक पार्ट जुन पढ्ने कुरा छ। उम्, तिमीलाई लाग्छ कि म यो पढाइ कुरासँग बढी रिलेट गर्छु जस्तो लाग्छ उम्, कि उम्, क्लिनिकल वर्क जुन छ, तिमीले इन्टर्नसिपमा गरेछौ अथवा जुन रिसर्च वर्क छ त्यसमा बढी जस्तो गर्नु जस्तो लाग्छ कि अथवा एटेन्डिङ उम्, कन्फरेन्सेस जस्तै तिमीले बालीमा गर्यौ होइन? उम्। इन्डोनेसियामा। सो विच पार्ट डु यु थिङ्क यु बिलोङ टु द मोस्ट? कन्फरेन्सवाला पार्ट त रमाइलो लाग्यो होइन। अँ, यो त जति बेला नि गरौँ गर्न सकिन्छ होइन। अँ, तर जस्तै
मेरो आफ्नो नेचरको हिसाबले म चाहिँ धेरै काउन्सिलिङ जस्तो कामहरू चाहिँ गर्न सक्छु जस्तो लाग्छ है। कसैलाई केही कुरा विश्वास दिलाउनु पर्यो भने ममा त्यो चाहिँ केही किसिमको खुबी छ कि जस्तो लाग्छ चाहिएको त्यही होइन। नै हो होइन त डक्टर प्रोफेसनमा। डक्टर जति राम्ररी कम्युनिकेट गर्न सक्यो त्यति तपाईँको कम्युनिकेट गर्न सक्छु अँ, जस्तो लाग्छ अहिलेसम्म होइन। अब त्यो पनि पछि गएर के हुने थाहा छैन। उम्, तर अहिलेसम्म चाहिँ मैले चाहिँ केही कुरा कन्भिन्स गर्न पर्यो भने उम्, मसँग त्यो पछाडि यो रिजन छ भन्ने चाहिँ उम्, हुन्छ क्या। उम्। त्यो चाहिँ हुन्छ। अब हामी हल्का रोमान्सको बारेमा कुरा गरौँ। यो त एकैचोटि कहाँ अँ, गयो? ठिक छ? आर यु अहिले रेडी फर द्याट? अँ? 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 रोमान्सको बारेमा कुरा गरौँ। ल आर यु रेडी भन् फर द्याट? भन। म धेरै कुराहरू सोध्नेवाला छु। जुन म भन्दै आजसम्म भन्दिनँ नि। आजसम्म कसैले पनि सोधे छैन। अँ, म सोध्नेवाला छु। ल भन्दै एन्सर त तिमीले दिनुपर्छ। म दिन ठिक छ होइन जति जति अफकोर्स अब आई विल नट फोर्स एनिथिङ लाइक द्याट उम्, होइन। एमबिबिएस फेजमा अथवा स्टुडेन्ट फेजमा चाहिँ उम्। रिलेसनसिप कतिको हुनुपर्छ अथवा हुनु हुँदैन जस्तो लाग्छ तिमीलाई? त्यो पर्सनल सोचाइ हो। यदि उसले चाहिँ ब्यालेन्स गर्न सकिरहेछ भने उम्, उसलाई त्यो मोटिभेसनको रूपमा भयो नि त। भयो। उसले त्यही हिसाबले उम्, राम्रो पर्फर्म गर्न सक्नु भने त त्यो त राम्रो भयो होइन। उम्, कसैको बानी हुन्छ, कोही मान्छे भयो भने डिस्टर्ब हुन्छ जस्तो लाग्छ डिस्टर्ब होइन। हुन्छ। अँ। त्यो त्यही भएर पर्सनल ओपिनियन हो जस्तो तिमीलाई चाहिँ के लाग्छ? मलाई। अब मेरो पर्सनल ओपिनियन छैन नभएपछि त अब के भन्ने त ए होइन। छैन। छैन भनेपछि त उम्, त्यही नै होला नि दोस्रो वाला। ओके, ओके नाइस। अनि पहिल्यै क्वेसन यस्तो गाह्रो छ अब। अँ, अनि अ, व्हाट अबाउट द आइडिया अफ म्यारेज यसको बारेमा चाहिँ के सोचाइ छ तिम्रो? अनि कस्तो छ सोचाइ भन्नाले व्हाट डु यु वान्ट योर वाइफ टु बी इन प्रोफेसन होइन? मतलब कि तिमी त्यस्तो डक्टरसँगै केही छैन। केही छैन। त्यस्तो यु क्यान म्यारी एनीबडी। त्यो त अब त्यस्तो केही छैन क्या। त्यस्तो केही कन्स्ट्रेन्ट्सहरू छैन। छैन। तर एउटा हुन्छ नि प्रेफरेन्स मेरो अँ, वाइफ यो प्रोफेसनमा भएको भए अथवा यो त्यो भएको भए। यो त गाह्रो भयो त। छैन त्यस्तो मैले प्रिफरेन्स चाहिँ अँ, बनाएको छैन। ओके। एकदम भनौँ न त्यतातिर अब प्रिफरेन्स चाहिँ छैन भने। सपोज यो पोडकास्ट हेरेर चाहिँ समबडी लाइक यु होइन? अनि कसैले तिमीलाई एप्रोच गर्यो छ त ठिक छ त। चाहियो नि। चाहिएको थियो। ल ब्याकग्राउन्डमा हाम्रा साथीहरू छन् है यहाँ अलि अप्ठ्यारो बनाइरहन्। अब कोही चाहिँ होइन कोही तिम्रो जुनियर अब उम्, सिनियर त नभनिहालौँ होइन। उम्, अब जुनियरले चाहिँ एकदम मलाई प्रान्जलको पर्सनालिटी चाहिँ एकदम राम्रो लाग्यो मलाई उम्, भनेर भन्यो अरे एन्ड दे वान्ट टु अप्रोच यु। उम्। सो के छ उनीहरूको लागि चाहिँ के एडभाइस छ तिम्रो? तिमीले यहीँबाट मिलाइदिनु थाल्यो त सबलाई अब त त्यस्तो प्रिफरेन्स चाहिँ छैन अहिले क्या। अब कसरी भन्ने किनभने सो मैले त्यो पार्टमा त्यसरी सोचेको छैन होइन। अनि मलाई एमबिबिएस फेजमा मेन कुरा भनेको कसरी एमबिबिएस सकाउने भन्ने थियो होइन। ए कसरी अब राम्ररी गर्ने भनेपछि यो आफू कुरा चाहिँ तिमीलाई म डिस्ट्र्याक्सन जस्तो लाग्छ। डिस्ट्र्याक्सन नै नभनौँ तर मलाई चाहिँ आफूलाई पहिला सुरु अलि ऊ बनाउनु पर्यो उम्, होइन। उम्, आफूलाई अलिकति कडा बनाउनु पर्यो उम्, भन्ने जस्तो लाग्छ जुन म भएको छैन अहिले पनि थाहा छैन। अहिलेसम्म। ओके। अब तिमीले अरू साथीहरूलाई हेर्दाखेरि कुन यस्तो क्वालिटी छ जुन लाग्छ कि यार ममा पनि यो क्वालिटी हुनुपर्छ? आई सुड कल्टिभेट द्याट। त्यस्तो त धेरै छ नि। हाम्रै साथीहरूको कुरा गर्नुहुँदा अब कोही साथीहरू कति कुरालाई काम सिचुएसन ह्यान्डल गरिदिन्छ होइन। अँ, केही कुराहरू अब एकदम हुन्छ नि कामले लिइदिन्छन् त्यस्तो लिन सक्ने हुन्न कतिको होइन। मन लाग्छ अनि अर्को भनेको एकदम साथीहरूसँग हुन्छ नि कोही साथी कहिलेकाहीँ बोल्दै बोल्दा बढी पो बोलिन्छ कि भन्ने जस्तो खालको हुन्छ नि। कोही साथीहरू एकदम ट्याक्क छोटो मिठो बोल्ने टु द खालको पोइन्ट मात्रै बोल्छन् टु सो द पोइन्ट बोल्ने। ओके, अब त्यस्तो पनि हुन मन लाग्छ होइन। ओके। अब त्यो त्यस्तो धेरै कुराहरू छन् होइन। अब कोही राम्रो अब जस्तै हाम्रो एकजना साथी उदय सरको ज्यान एकदम कडा छ होइन। त्यस्तो अब जिम गरेर त्यस्तो ज्यान पनि बनाउन मन लाग्छ। सब क्वालिटीहरू चाहिएको छ ठिक छ। पर्फेक्ट बन्नलाई त अब ओके। सकिँदैन। ल अब लास्टमा चाहिँ इफ यु कुड सेन्ड वान अनेस्ट मेसेज उम्, टु एभ्रिबडी टु स्पेसली योर जुनियर्स उम्, हु आर सर्चिङ फर हु आर ट्राइङ टु बी पर्फेक्ट उम्, हु आर सिकिङ पर्फेक्सन इन द लाइफ के मेसेज छ तिमीहरूको लागि चाहिँ? सिन्स उम्। पिपल थिङ्क द्याट युआर एन अलराउन्डर स्टुडेन्ट यु आर होइन बेटर इन एभ्री वे। इन्ट्रेस्ट भएको कुरा फलो गर्ने अनि कन्सिस्टेन्सी हुन पर्यो। रुटिन जुन बनाउँछ
रुटिन पनि कसरी बनाउने त्यही भिडियोमा छ होइन। अहँ, रुटिन पनि कसरी बनाउने तपाईँले त एकदम भने राम्रो प्रचार गर्नुभएको अब भिडियो। प्रचार प्रसार भइरहेछ होइन। बुकदेखि लिएर अँ, भिडियोको सबको होइन। अँ, जस्ट रुटिनदेखि लिएर उम्, जुन फलो गर्ने रुटिन उम्, बनाउनु पर्यो र त्यसलाई फलो गर्नलाई उम्, कन्सिस्टेन्टली लागिराख्नु पर्यो होइन। अनि यो कुरा बुझ्नु पर्यो कि त्यो 100% फलो हुँदैन, 80% 70% फलो फलो हुन्छ हुन्छ। होइन। जति नै पर्फेक्ट भए पनि त्यही कुरा नै चाहियो 70 to 80%। इज देयर समथिङ द्याट स्केयर्स यु अबाउट फ्युचर? यो चाहिँ अ, लास्ट क्वेसन है, यसपछि हामी अर्कोमा जान्छौँ। अनसर्टेन भएर मात्रै डर छ होइन, जे उम्, पनि हुनसक्छ भनेर। व्हाट अबाउट द फेलियर के अरे फियर अफ फेलियर, म पछि त्यो फेल त हुन्छु कि यस्तो टाइपको छैन? त्यो त छ नि, किनभने अन्त अनेस्ट कुरा त किन झुटो अँ, बोल्ने र होइन, छ। छ। डर त छ होइन। मैले गर्न सकिनँ भने त्यही डरले त अहिलेसम्म अँ, भनौँ धकल्दै, धकल्दै, ए धकल्दै ओके। ल्याइरहेको नि होइन। सो सधैँ थ्रु राम्रो गर्नलाई पनि त्यो फियर अफ उम्, फेलियरले आएको भनौँ न। अब अब त्यो इनिसियल्ली त्यही फियरले गर्दाखेरि नै उम्, भनौँ न पास गर्दै गर्दै आयो क्या उम्, एमबिबिएस होइन। नत्र एउटा बेला डक्टर भइसक्यो नि अब भन्ने भयो त्यो चिल गर्ने फर्स्ट। जस्तो कतिजनाले मान्छ नि जस्तो। बाहिरबाट अँ, हेर्दाखेरि त डक्टर भइहाल्यो यो अँ, एमबिबिएस अब थाहा छ भन्ने हुन्छ। अँ, तर त्यो भित्रको फेज त हामीले अँ, भोगेका छौँ नि होइन। ठिक छ। त्यही हो। ओके, ल वी आर एट द एन्ड अफ आवर पोडकास्ट है। अब चाहिँ हामी ऱ्यापिड फायर गर्छौँ। ल, यसको चाहिँ एउटा मात्र रुल के छ भने उम्, तपाईँले धेरै सोच्नु पाउनुहुन्न। ल, वाट कम्स फर्स्ट इन यर माइन्ड, उम्, त्यो चाहिँ एन्सर दिनुपर्छ। ल, किनभने द्याट इज द अनेस्ट एन्सर नि त होइन। ल, यसमा धेरै म्यानिपुलेट गर्ने यताउता म राम्रो सुनिन्छु कि भनेर त्यो चाहिँ ल ठिक छ। म्यानिपुलेट गर्न पाइन्न। ट्राई गर्छु वान वर्डमा। ल ओके, वाट वुड यु डु इफ यु ह्याड 1 मन्थ फ्री फ्रम इन्टर्नसिप? वान वर्डमा त कसरी इन्जोय। वान मन्थ फ्री, यदि 1 मन्थ फ्री छ, केही पनि गर्नु छैन, केही ड्युटी छैन भने त्यो 1 मन्थमा तिमी के गर्छौ? आफूलाई इम्प्रोभाइज गर्ने, इन्जोय गर्ने, दुईवटा कुरा जुन रिसेन्टली गरेँ। ओके, योर फेभरेट सङ? गाह्रो भयो। यो पनि गाह्रो भयो। होइन फेभरेट एउटा त छैन नि त। ओके, ठिक छ, 2-3 भन्दा नि भयो। छ अब हिन्दीमा पनि छ, नेपालीमा पनि छ, इङ्ग्लिसमा पनि छ अलिअलि। अब त्यो सबै छ। अहिलेलाई एउटा नै भन्न सकेँ दिमागमा आएन। हो र? होला मैले अहिले भर्खर यो रुगा लाएर लेभोसेट्रिजिन खाएको छु होइन, त्यसैले पनि नआएको होला क्या। इफ अलि नट अ डक्टर, वाट वुड यु हेभ बिकम? क्रिकेट प्लेयर वा चाहिँ ब्याडमिन्टन प्लेयर हुन्थेँ। बिगेस्ट मिसकन्सेप्सन पिपल हेभ अबाउट टपर्स? अरू बाहिर केही कुरा जान्दैनन् भन्ने खालको। एकदमै बोरिङ हुन्छन् उम्, होइन, एकदम पागल जस्तो पढ्छन् त्यस्तो टाइपको। ओके, ठिक छ, नाइस। तर म टपर भयो भन्ने अब होइन। छौ नि तिमी टपर, प्रपरली त होइन नि त, हुन त अब हामी त मान्छौँ। ओके, वाट इज योर डेफिनेसन अफ अ गुड लाइफ? गुड लाइफ। गुड लाइफ भने वर्क लाइफ ब्यालेन्स प्लस जब सेटिस्फ्याक्सन सबै। एन्ड वाट अबाउट रिलेसनसिप? वर्क लाइफ ब्यालेन्समा आयो नि त। भनेपछि त्यहाँतिर तिमी जानै खोज्दैनौ। ओके, लाइफमा आयो नि त त्यो त होइन, जिन्दगी हो नि त। फुटबल र क्रिकेट? अहिले लाइफ क्रिकेट। क्रिकेट। ओके, जिम मेडिसिन जान र सर्जरी? मेडिसिन। डेभिडसन र एसआरबी? डेभिडसन। ओके, वाट डु यु गिभ मोर तर यार प्रायोरिटी टु? डेभिडसन अर बेलिज एन्ड लभ भन्नुपर्छ नि, एसआरबी त म्यानुअल हो नि। ए हो, हामीले पढ्ने त्यही त हो नि। गाली भन्ने खान्छु सर्जरीको टिचरको। ल हाई स्यालेरी अर वर्क लाइफ ब्यालेन्स? वर्क लाइफ ब्यालेन्स। ओके, वर्क लाइफ ब्यालेन्स अर करियर ग्रोथ? दुइटै। दुइटै छ। अहिले चाहिँ करियर ग्रोथ हो होइन, तर एउटा फेजमा गएपछि वर्क लाइफ एक्ज्याक्टली, ब्यालेन्स हुन्छ। भेरी डिप्लोमेटिक आन्सर। उम्, वर्क लाइफ ब्यालेन्स अर जब सेटिस्फ्याक्सन? वर्क लाइफ ब्यालेन्स दुइटै हो भने जब सेटिस्फ्याक्सन भनौँ न अहिलेलाई। किनभने तपाईँको वर्क लाइफ ब्यालेन्स भयो भने जब सेटिस्फ्याक्सनमा मेबी कम्प्रोमाइज गर्न सक्नु। जब सेटिस्फ्याक्सन भयो भने एक किसिमको ब्यालेन्स त त्यही जबमा भेट्यो नि त हो, होइन। द्याट्स द अनि थिङ। वर्क लाइफ ब्यालेन्स खोजिराख्नु पऱ्यो नि त्यही। ठिक छ, युएसएमएल अर प्ल्याब? युएसएमएली। क्लिनिकल वर्क अर रिसर्च? दुइटैको इम्पोर्टेन्स छ, तर अहिलेलाई मलाई चाहिएको फेरि दुइटै हो भने क्लिनिकल्ली नै रिसर्च भनौँ न रिसर्च, यसलाई। ओके, नाइस। अहिलेलाई रिसर्च छ। ओके, आई वाज एक्सपेक्टिङ द्याट। अँ, फ्रेन्ड्स अर गर्लफ्रेन्ड? फ्रेन्ड्स अहिलेलाई छैन, अब भएको नभएको कुरा के भन्नु। डु यु एडभाइस यर सिस्टर टु टेक अप मेडिसिन? उसको इन्ट्रेस्ट छ भने। इन्ट्रेस्ट छ भने उम्, होइन, उसले भन्यो कि मलाई केही थाहै छैन, तपाईँ जे भन्नुहुन्छ त्यही गर्छु म?
होइन तिमीलाई केसमा इन्ट्रेस्ट छ? अब म त मेडिसिन त त्यत्तिकै अन्धाधुन्दा आऊ त भन्दिनँ। म त नआऊ भन्छु त्यस्तो। झन् आएर पछुताउने किन होइन। योर मोस्ट फेभरेट ट्राभल डेस्टिनेसन इन नेपाल? पोखरा हामी एबिसी गएको थियौँ होइन। एबिसी मार्दी मलाई पहिला बेस्ट चाहिँ अहिलेसम्म त्यही पोखरा मार्दी चाहिँ हामी जाने प्लान थियो होइन। एउटा पोडकास्ट अर्कोमा थाहा भइसक्यो मार्दीको कथा होइन। त्यसमा म पनि थिएँ होइन। तर म त्यो त्यो अप्ठ्यारो भएको मान्छे चाहिँ म थिएन। तिमी चाहिँ होइन। म चाहिँ त्यो मान्छेलाई अझ अवतरण सेफली गरेको मान्छे चाहिँ थिएँ। अनि मोस्ट फेभरेट ट्राभल डेस्टिनेसन एब्रोड? अहिलेसम्म गएको त त्यही इन्डोनेसिया सिङ्गापुर हो। इन्डोनेसियामा मलाई बालीभन्दा मलङको त्यो हस्पिटालिटी राम्रो लाग्यो। बालीको नेचर राम्रो लाग्यो। होइन गएको भन्दा नि जुन जान मन छ तिमीलाई? मन छ त मलाई अलिकति युरोपियन नेसनहरू एक्सप्लोर गर्न मन छ। एउटा भन्ने छैन तर डु यु बिलिभ इन हार्ड वर्क अर लक मोर? प्रायोरिटी कसलाई दिन्छ? 80% हार्डवर्क 20% लक। ओके ल दिस इज आवर एन्ड अफ आवर पोडकास्ट है। एकदम खुसी लाग्यो तपाईँसँग तिमीसँग कुरा गरेर है। सो दिस वाज द एन्ड अफ आवर पोडकास्ट। आज हामी धेरै कुराहरू सिक्यौँ डक्टर प्राञ्जलसँग। हि इज अ भेरी गुड फ्रेन्ड अफ माइन होइन। अनि धेरै यस्तो कुराहरू पनि थियो जुन मैले सोध्न खोजिरहेको थिएँ बट प्राञ्जल चाहिँ अलिकति डेप्थमा जान खोजिनँ। सो द्याट्स फाइन। अब नेक्स्ट एपिसोडमा हामी यस्तै इन्फर्मेटिभ एजुकेसनल एपिसोड ल्याउनेछौँ है। सो प्लिज किप अन वाचिङ टिल द्याट टाइम।